हिजो हामीले कहाँ कुरा गरेको थियौँ भन्दा त्यो राउटहरूको हामीले एक्सप्लेन गर्दै थियौँ क्या हो राउटको गएर सायद यो गरेको छैन होला हजुर सर टेबल हामीले राखिसकेको थियो हामीले यो मेनु बनाउँदै थियौँ क्या होइन यहाँनिर मेनुमा थियो नि राउट्स र युआरएलको हामीले एक्सप्लेनहरू गर्दै थियौँ सब यहाँबाट कन्टिन्यू गरेँ नि त हामीले युजर भन्ने म्यानर बनाइसकेको छ होइन युजर भन्ने प्यानल बनाइसकेको छ यहाँनिर त्यसरी आउँछ यसलाई जस्ट हामीले डाइनिङ बनाउनु छ होइन तर त्योभन्दा अगाडि चाहिँ हामीले के थियो मेनुको कामहरू गरिरहेको थियौँ क्या होइन एउटा के हेऱ्यौँ राउट र युआरएलको डिफ्रेन्स अलिकति हेऱ्यौँ होइन त्यसपछि अब यो प्यानलको लागि हामीले के चाहियो त यो ड्रपडाउन चाहियो क्या युजर म्यानेजर यो प्यानल खुल्दाखेरि मेरो के हुनु पऱ्यो यो खुल्नु पऱ्यो प्लस अनि यहाँ चाहिँ यो ओभर भएर यसरी एक्टिभ जस्तो बस्नु पऱ्यो कि होइन त्यो पार्टको काम थियो अनि हामीले यो केस हाम्रो उसमा के भन्छ ड्यासबोर्डमा गरिसकेको छौँ होइन त्यसलाई चाहिँ हामीले के त युजरमा इम्प्लिमेन्ट गर्नुपर्ने थियो कि ड्यासबोर्डमा जस्तो कसरी हुन्थ्यो त मैले क्लिक गर्दाखेरि रिभिजन है एकचोटि सर्ट ड्यासबोर्डमा के हुन्थ्यो हामीले यो युआरएललाई चाहिँ म्याच गरेर यदि युआरएलमा हाम्रो ब्राउजरमा युआरएल छ भने चाहिँ यसलाई क्लास एक्टिभ दिने भन्ने बनाएको थियो नि होइन सेम अब त्यो के हुन्थ्यो त्यसमा पनि एक्टिभ र अर्को ओपन भन्ने बनाउनु पर्ने थियो नि होइन यो चाहिँ हामीले हेर्दाखेरि टेम्प्लेटमा चाहिँ अब यहाँ जाउँ यही कन्डिसन हो यसैलाई मैले उठाएँ यो एलआई जुन छ नि यतापट्टि यसमा गएर अब के गर्छु त यसलाई हाम्रो युजर हुनु पऱ्यो होइन भनेपछि युजरलाई युजर गऱ्यो भने मेरो के हुन्छ यो क्लास एक्टिभ हुनु पऱ्यो र प्लस अर्को भनेको ओपन भन्ने पनि आउनु पऱ्यो होइन युजर भन्दा हो ओपन आयो तर यो एक्टिभ भएको छैन किनभने हामीले तलको एलाइमा केही गरेकै छैन तलको एलाइमा पनि हामीले गर्नुपर्ने के मात्रै थियो भन्दा एक्टिभ मात्रै राख्दै हुने रहेछ क्या यो एलाइमा होइन अब त्यहाँ जानुभन्दा अगाडि पहिला म लिङ्क बनाउँछु है त यो क्लिक गर्दा मेरो के खुल्नुपर्छ यो प्यानल जुन छ नि लिस्ट प्यानल यही खुल्नुपर्ने हो कि होइन हाम्रो मेन प्यानल यो गर्दा चाहिँ अब के त अर्को एड फर्म खुल्नुपर्छ कि युजरकै एड फर्म होइन भनेपछि पहिला यहाँ हेरौँ हामीसँग के छ राउट लिस्टको मात्रै राउट छ एउटा मैले सपोज मैले एडको पनि राउट बनाएँ है त एडको पनि राउट बनायो भने अब मेरो एउटा प्याटर्न हुन्छ होइन तपाईँको एडमिन युजर अब कमन हुँदै जान्छ कि यो प्यानललाई सबैमा हाम्रो के हुन्छ त एडमिन युजरै हुन्छ कि अब जस्तै एड हो भने मैले के थप्छु त यहाँ पछाडि एड भनेर एउटा के थप्छु होला होइन त्यसै गरी यो पनि हाम्रो के हुन्छ एडमिन र युजर कमन हुन्छ सबै प्यानलमा होइन युजरको प्यानलमा अब के गर्छु त म यहाँ एड भनेर मात्रै थप्छु कि है अब यहाँ गएर कि त मेथड पनि एड अथवा समथिङ के बनाइदिएँ यहाँ गएँ अब अर्को एउटा फङ्सन बनाऊ पब्लिक फङ्सन यो बुझिन्छ नि होइन अब यो मैले युआरएल बनाउनु मतलब के त यसले कहाँ पोइन्ट गर्ने रहेछ हामीलाई अहिले मैले बनाउँदै गरेको मेथडमा पोइन्ट गर्छ होइन अब यदि मैले यो युआरएल खोलेँ भने मेरो कुन फर्म लोड गर भन्दाखेरि एड भन्ने भ्यूलाई चाहिँ लोड गर भने होइन अब यहाँ गएर हाम्रो युजरमा गएर मैले इन्डेक्सलाई नै कपी गरेँ पेस्ट गरेँ यसलाई के गर्नु पऱ्यो एड हो भने एड भन्ने बनाएँ है त एड भन्ने बनाइसकेपछि अब मैले यो खोल्दाखेरि के हुन्छ मेरो त यही पेजै खोल्छ किनभने एचटिएमएल त एउटै नै छ भित्र होइन जस्तो मैले एडमिन युजरको पछाडि एड गरेँ भने यही पेजै खुल्छ कि किनभने दुइटैमा कमन एउटै एचटिएमएल छ नि त तर हामीलाई के चाहिएको छ त एउटा फर्म चाहिन्छ कि होइन यहाँ जाउँ जस्तो मैले हाम्रो होम भयो यहाँ गएर तलपट्टि गएर यो टेबल जुन छ नि यसलाई चाहिँ मैले के गरेँ त हटाइदिएँ यहाँबाट फिटा गरेर एड फर्म भनेर चाहिँ राखेँ त के हो त मेरो एड फर्मको प्यानल यो भयो होइन यदि मैले लिस्ट क्लिक गरेर के हुनु पऱ्यो मेरो लिस्ट प्यानल खुल्नु पऱ्यो कि यहाँबाट होइन मैले के गर्छु मसँग दुईवटा राउट त भयो यो लिस्टवाला यो एडवाला भने चाहिँ अब गएर के गर्छु मैले यहाँनिर दुइटैको लागि राउट दिन्छु है त एचआरएफमा अब भन्नु त युजरको राउट दिनु पऱ्यो के गर्नु पऱ्यो हामीले जो गरेको त्यो राउट भन्ने मेथड थियो होइन हाम्रो मेथड राउटभित्र हामीले के गर्नु पऱ्यो युजरको लिस्ट भन्ने प्यानलको राउट कुन हो यो हो भनेपछि हामीले गरेर के गर्नु पऱ्यो यहाँ आएर राख्नु पऱ्यो अब यो क्लिक गर्दाखेरि हाम्रो एड भन्ने क्लिक गर्दा के हुनु पर्छ एड फर्म खुल्नुपर्छ एड फर्मको युआरएल भन्ने कुन हो यो हो यसको युआरएल भने यसको राउट यो हो होइन यसलाई कपी गरेर लगेर राउट गरेर हामीले यहाँ राखिदिन्छौँ यति भइसकेपछि ब्याक जाउँ एकछिन ड्यासबोर्डमै सुरु गरौँ है त म यहाँ गएँ यो क्लिक गर्दा मेरो के आउनु पऱ्यो त युजरको लिस्ट प्यानल आउनु पऱ्यो आयो अनि यो क्लिक गर्दा के आउनु पऱ्यो युजरको एड फर्म आउनु पऱ्यो आयो होइन अब जस्तो युजरको लिस्ट हुँदाखेरि के हुनुपर्ने छ त मलाई यो खोलेर यसरी एक्टिभ भएर बस्नु पऱ्यो कि होइन एड प्यानलमा जाँदाखेरि मेरो यो चाहिँ एक्टिभ हुनु पऱ्यो कि भनेपछि यसको कन्डिसनमा हामीले के गर्छौँ भन्दाखेरि यही हो सिनारी होइन यसमा गएर यहाँनिर यही कन्डिसन राखिदिन्छु यदि रिक्वेस्टको के त यदि यो छ भने के हुनु पऱ्यो यसलाई
हैन हाम्रो लिस्ट हो भने के हुन्छ त एडमिनको युजर मात्रै आउँछ नि त हैन मान्छे आयो एक्टिभ भनेर अब यही केस अर्कोमा के हुन्छ हाम्रो एलआईमा अब यसमा चाहिँ के हुनु पर्यो एड छ भने यसलाई एक्टिभ गरिदिने भन्ने हैन ओपन चाहियो नि तलकोलाई यति गर्ने के त यो ओपन पनि भयो यो एक्टिभ पनि भयो मैले एड क्लिक गर्दा के भयो त यो माथि ओपन भयो तर तलको एड आएन किन आएन भनेर हेर्नु पर्यो है त हाम्रो एडमिनको युजरको हजुर सर कहाँनेरि ओपन चाहिँदैन एडमिनको युजरको अब यहाँ प्रोग्राम के भयो भन्दाखेरि अब हेर्नु ल जस्तो यहाँनिर यो पनि बुझ्नुपर्छ है त मैले लिस्ट गरेँ हो लिस्ट गर्दाखेरि के छ तपाईँको एडमिनको युजर छ युआरएल होइन यो क्लिक गर्दा पनि मेरो त एडमिनको युजर सेम त्यही हो त्यही भएर अहिले के गरेँ मैले माथिको कन्डिसनमा के छ यदि एडमिनको युजर छ भने मात्रै के गर्दा एक्टिभ र ओपन गर भनेको छ कि तर यदि म एडको केसमा गएँ भने के छ मेरो एडमिनको युजर मात्रै त छैन नि त एडमिनको युजरको एड पनि छ भनेपछि मलाई के हुनु पऱ्यो भन्दाखेरि यी त दुइटाको लागि चाहिँ फिक्स कन्डिसन भयो एडमिनको युजर छ भने यसमा एक्टिभ गर्नु पऱ्यो एडमिनको युजर एड छ भने यसमा एक्टिभ गर्नु पऱ्यो तर यसलाई चाहिँ कन्डिसन कस्तो चाहियो त दुइटैलाई हुने खालको कन्डिसन चाहियो कि अहिले कन्डिसन हामीलाई के गर्यो यसको लागि मात्रै सपोर्ट भयो कि होइन किनभने एडमिनको युजर मात्रै चेक गरेको छ नि त अब हामीले यस्तो केसमा अहिले प्याटर्न युज गर्छ नि त्यो फाइदा लिएर हामीले के गर्छौँ भन्दाखेरि एउटा यस्तो गर्न सकिन्छ कि यसको पछाडि यति चाहिँ हुनु पऱ्यो त्यो चाहिँ जेसुकै आइज होइन ओपन गर भन्दैछु कि मैले यति गर्ने त के भयो त यो गर्दा नि मेरो एक्टिभ हो अब यो गर्दा नि के भयो तपाईँको यति त आयो नि त योदेखि पछाडिको जेसुकै मतलब भयो नि त यति आयो भने के गर्दा एक्टिभ गर भनेर मैले राखिदिएँ कि है मैले प्याटर्नहरू किन फलो गर्छु यस्तै यस्तै चिजहरूको लागि हामीले प्याटर्न फलो गरिरहेको हुन्छ कि होइन यो बुझिन्छ अहिलेको मैले गरेको है यो भनेको जस्तो प्यारेन्ट हो कि एलआई छ होइन एलआई युएल एलआई छ एलआईभित्र फेरि अर्को युएल एलआई छ कि पहिला एचटिएमएलको स्ट्रक्चर बुझ्नु पऱ्यो होइन युएल एलआईहरूको अनि तपाईँको के छ भन्दाखेरि सपोज यो दुइटै प्यानल भनेकै यसकै पार्ट हो नि त होइन यो एक्टिभ हुनु पनि यो एक्टिभ जुनसुकै एक्टिभ होस् तर यो त हो नि यो त ओपन हुनु पऱ्यो नि त होइन अनि तपाईँको कस्तो केस भयो भन्दाखेरि अघिको सुरुको केसमा हामीले के त यसको मात्रै यसलाई म्याच हुने कन्डिसन मात्रै राख्यो क्या एडमिनको स्ल्यास युजर आयो भने चाहिँ के गर्दा यो एलआईलाई एक्टिभ गर अनि ओपन गर भनेको थियो कि होइन भने मैले यो क्लिक गर्दाखेरि त ठिक छ होइन यहाँ पनि कन्डिसन के छ अहिले हाम्रो करेन्ट युआरएल चाहिँ एडमिनको युजर छ भने यसलाई ओपन गर एक्टिभ गर भने त्यो भयो यहाँ पनि एक्टिभ भयो तर यदि मान्यो मैले यो केसमा गएको थियो भने अहिलेको केसमा है त हाम्रो के त यो क्लोज भइरहेको थियो नि ओपन भएको थियो नि किन भन्दाखेरि अहिले त के छ हाम्रो युआरएल एडमिनको युजर मात्रै छैन त एडमिनको युजरको एड पनि छ कि अनि हाम्रो म्याच भएन उतापट्टिले कन्डिसन के चाहिँ गरेर युआरएल चाहिँ एडमिनको युजर छ भने मात्रै यसलाई ओपन र एक्टिभ गर भनेको छ नि त भने मैले अहिले के गरेँ भने दुइटैलाई हुने गरी यति चाहिँ होस् होइन त्यस पछाडि जेसुकै होस् कि होइन त्यो प्याटर्न भयो भने के गर्छ यसलाई ओपन पनि गर एड पनि गर भन्थ्यो कि त्यो भएपछि कि दुइटै केसमा चाहिँ हाम्रो के भयो ओपन भयो कि त्यस्तै केस हाम्रो के हुन्छ एडिट पनि हुन्छ पछि होइन एडिट हुन्छ अरू अरू केसहरू हुन्छ नि सबै केसमा के हुने भयो त हाम्रो यो पार्ट चाहिँ ओपनै भएर बस्ने भयो कि है अब यो लजिक चाहिँ हामीले के त जति मिल्नु बनाउँछ नि सबैमा यही फलो गर्दै जान्छौँ कि अब यति त हाम्रो मिनुको पार्ट होइन अब हामी के गरौँ भन्दाखेरि अब हामी डाटाबेसमा जानुभन्दा अगाडि नि जस्तै यतिमै रोकौँ है त्यसलाई अब हामी फेरि ब्याक जान्छौँ है त है हामीले यतिमा रोकेर गइसकेपछि अब हामी के गरौँ भन्दाखेरि लगइन गराउनु पऱ्यो क्या अहिले हामी कहाँ छौँ सिएमएस बनाउँदैछौँ नि त सिएमएसमा काम गर्दैछौँ सिएमएस भनेको कस्तो चिज हो भन्दाखेरि जहाँ चाहिँ कोही युजर लगइन भएर अथेन्टिकेट भएर मात्रै जानुपर्छ कि लगइन भएपछि अनि मात्रै एक्सेस पाउने हो नि त होइन तपाईँको जस्तो मैले तपाईँको हामीले फेसबुकै खोल्यो भने लगइन बिना छाउन मिल्दैन नि भित्र आफ्नो प्यानल हो त्यस्तै हामीले बनाउनु पऱ्यो कि यहाँनिर अहिले त मैले त्यो केही पनि चेक गरेको छैन तर अब के त पहिला लगइनको सिस्टम बनाउनु पऱ्यो कि लगइन हुनु पऱ्यो कोही युजर अनि मात्रै उसले एक्सेस पाउनु पऱ्यो क्या भित्र होइन अब यसलाई यतिकै यहीँ रोकेर अब हामी के गर्छौँ भन्दा सुरुमा लगइनको काम गर्छौँ है त लगइनहरू कसरी गर्ने भन्ने हाम्रो साइडमा जाउँ यहाँनिर हुन्छ तपाईँको बेसिक्स होइन यहाँ सिक्युरिटी भन्ने छ नि यहाँनिर हुन्छ होइन अथवा अथेन्टिकेसन भन्ने छ लगइनको पार्ट यो हो होइन यसको आधारमा हामीले बनाउँदै जान्छौँ डकुमेन्टेसन तपाईँको लगइनको लागि चाहिँ के छ भन्दाखेरि लार्भेले अटोमेटिकली सबै थोक दिएको छ क्या हामीले खासै एउटा कुरो रन गऱ्यो भने तपाईँको लगइन सिस्टम हुन्छ कि है तपाईँ के भन्छ नि स्क्याप फोल्डिङ भनेर कन्सेप्ट हुन्छ स्क्याप फोल्डिङ हामीले सुनिरहेको हुन्छ नि स्क्याप फोल्डिङ थाहा छ स्क्याप फोल्डिङ भने चाहिँ तपाईँको एउटा कुनै पार्टिकुलर एउटा चिजको लागि चाहिँ हामीले सर्टेन एउटा कुनै कमान्ड एक्जिक्युट गर्ने बित्तिकै त्यो सबै चिज उसले आफै जेनेरेट गर्दैछ कि हाम्रो लागि होइन लार्भेले तपाईँको अथेन्टिकेसनको लागि सबै त्यो अलरेडी नै बनाएर राखिदिएको छ जस्ट हामीले के त त्यसलाई एक्जिक्युट मात्रै गरिदिनुपर्छ कि त्यो गर्ने बित्तिकै सबै त्यो हुन्छ होइन अब म के गर्छु भन्दाखेरि पहिला गिट स्ट्याटस गरौँ होइन हाम्रो प्रोजेक्टमा हामीले कहाँ कहाँ चेन्ज गरेछ यहाँ चेन्ज गरेर चाहिँ यसलाई पहिला कमिट गरौँ है त गिट
एड गर्नु पऱ्यो गिट कमिट एम गरेर मेसेज राख्नु होइन हामीले के गरे त हामीले के गर्यो भन्नु त एउटा ड्यासबोर्ड सेटअप गर्यो होइन अर्को भनेको युजर प्यानल सेटअप यो दुई तिनवटा काम गरेँ ल यति काम गरेँ भनेर मैले कमेन्ट गरिदिएँ अब मेरो के गिट स्टार्ट हान्दाखेरि के हुन्छ क्लियर अब मेरो केही पनि चेन्ज छैन कि अब मैले किन गरेको भन्दाखेरि अब मैले यो कमान्ड जेनेरेट गर्नेवाला छु कि यो कमान्ड रन गर्दाखेरि यसले अटोमेटिकै तपाईँको सर्टेन फाइलहरू बनाउँछ कुनै फाइलमा गएर मोडिफिकेसन गर्छ होइन अब त्यो कुनमा गएर थाहा त पाउनु पऱ्यो नि त अहिलेको मैले यति नगरेको थिएँ मेरो अरू पनि फाइल थियो कुनमा कुन थाहा हुँदैन थियो कि अब त मेरो क्लिन भयो होइन जहाँ जहाँ चेन्ज हुन्छ यहाँ देखाइहाल्छ क्या अब होइन मैले यहाँ गएँ टर्मिनलमा गएर पेस्ट गरेर यो जुन कमान्ड छ नि PHP आर्टिसन मेक अथ भन्ने यसलाई मैले रन गर्ने बित्तिकै पेस्ट गरेँ इन्टर गरेँ होइन तपाईँको यसले सिस्टममा विभिन्न फाइलहरू बनाएर हालिदिन्छ कि जस्तो अघि के थियो क्लिन थियो मैले गेट स्ट्याटस गरेँ भने के भएछ त्यहाँ होइन अब रडभित्रको वेब भन्ने मोडिफिकेसन गरेछ होइन त्यसै गरी के गर्दा तपाईँको एपभित्र तपाईँको एउटा कन्ट्रोलर थपेछ होइन यहाँ थप्यो जस्तै यो भनेको माथि देखिन्छ नि यो पार्ट भनेपछि त मोडिफाई गरे हो कि योदेखि जुन अनट्र्याक फाइल भन्छ नि त्यो भनेपछि एड गरेको फाइलले त्यसरी बुझ्नु है त है यहाँ तपाईँको अनट्र्याक भन्दा माथि भनेको हामीसँग एक्जिस्टिङ यो फाइल थियो त्यसमा चाहिँ सर्टेन चेन्जेस मात्रै भएको छ कि अब यो अनट्र्याकदेखि तलको भनेको त्यो नयाँ एड गरेको चिज हो है त भनेपछि अहिले लाराभेलले हाम्रो यो रन गर्ने बित्तिकै के गरेछ भन्दाखेरि तपाईँको रडभित्र वेब भन्नेमा सर्टेन केही मोडिफाई गरेछ होइन अब के मोडिफाई गरे त भन्दा यति दुईवटा लाइन यो त सबै हामीले अगाडि नै हाले हो होइन उसले के थपेछ एउटा अथ राउट्स भन्ने थप्यो अर्को भनेको होम भन्ने राउट थप्यो जुनले चाहिँ होम कन्ट्रोलरको इन्डेक्सलाई पोइन्ट गर्ने रहेछ होइन अनि यो नेम भनेको त हामीले यहाँ एज गरे जस्तो के हो त सेम यही हो त अर्को तरिका डिफाइन गरेँ तर यही चिज हो है त त्यो भनेको एउटा काम त्यो गरेछ अर्को भनेको एपभित्र एचडिबी कन्ट्रोलरभित्र होम कन्ट्रोलर भन्ने थप्यो होइन अब यहाँ गरे हेरौँ होम कन्ट्रोलर भन्ने थपेको छ है अब यो कन्ट्रोलर पनि उसले भर्खर थप्या हो होइन त्यसै गरी अरू के त रिसोर्सभित्र भ्यूमा अथ भन्ने एउटा फोल्डर थपेछ अब त्यसमा पनि सर्टेन फाइलहरू के होला होइन यहाँ भ्यूमा हेर्ने हो भने अथ भन्ने एउटा फाइल छ त्यहाँ के छ लगइन भन्ने भ्यू रहेछ रजिस्टर भन्ने भ्यू छ होइन पासवर्ड रिसेटहरूको लागि पनि भ्यू बनाएर राखिदिएको रहेछ अनि त्यो पार्टहरू भयो त्यसै गरी के त भ्युजभित्र होम भन्ने थपेको छ र लेआउट्स भन्ने थपेको छ कि यदि नयाँ चिजहरू चाहिँ के गर्छ तपाईँले लाराभेल स्क्याप फोल्डिङहरू स्क्याप फोल्डिङ यही हो कि तपाईँले बनाइराख्नु पऱ्यो उसले रेडी बनाएर राखिदिएको छ तपाईँले जस्ट त्यसलाई कल गरिदिने बित्तिकै सबै चिज उसले सेटअप गरेर राखिदिएको तपाईँको लागि होइन र अब यति त भयो अब यति भएपछि के हुन्छ त भन्दाखेरि सबै होइन त लगइन गर्ने बित्तिकै के हो मेरो लगइन फर्म आयो होइन तपाईँको मानि रजिस्टर गर्ने रजिस्टर फर्म आउँछ तपाईँको लगइनमा जस्तो पासवर्डहरू रिसेट गर्ने होइन सबै त अलरेडी हुन्छ कि हामीले खासै धेरै केही गर्नु पर्दैन कि होइन अब यतिकै हामीले यही डिजाइनहरू युज गरेर गर्ने भने त हाम्रो लगइनको सिस्टम सक्यो होइन केही गर्नु पर्दैन तर हामीले यो गर्दैनौँ कि जुन यसले दिएको थिम हुन्छ नि हाम्रो फङ्सनालिटी सबै यही नै हो प्रोसेस होइन यही फलो गर्ने तर के त हाम्रो डिजाइन चाहिँ एस्टिमेट चाहिँ चेन्ज हुन्छ क्या भनेको हाम्रो थिम कस्तो छ भन्दाखेरि लगइनको लागि अब यो अहिले मैले किन गरेँ भन्दा जस्तो कस्टमाइज लाराभेलले जे दिएको चिज छ नि त्यसमा पनि हामीले कस्टमाइज गर्नु पऱ्यो कसरी गर्ने त त्यो पार्टहरू हुन्छ कि यसमा चाहिँ यस्तो लगइन खोलौँ हाम्रो लगइन पेज के छ त हाम्रो थिमको त यस्तो छ मान्छे हाम्रो के हाम्रो लगइन चाहिँ यस्तो खालको बनाउनु पऱ्यो कि यसलाई चाहिँ हामीले के गर्नु पऱ्यो यसमा कन्भर्ट गर्नु पऱ्यो है सुरु हामीले यो काम गर्छ है त अलिकति कस्टमाइजेसनको अब यहाँ हेर्ने पहिला त्यो यहाँ जानुभन्दा अगाडि जस्तै अहिले के आयो लगइन भन्ने आयो युआरएल त्यसै गरी मेरो के हुन्छ अर्को भनेको रजिस्टर भन्ने हान्दाखेरि रजिस्टर आयो होइन त्यसै गरी लगइन गर्दाखेरि फरक गर्दाखेरि के त रिसेट भन्दाखेरि यो फर्म आयो विभिन्न आइरहेछ नि त त्यो युआरएल कहाँ छ त भन्दाखेरि यहाँ त देखिया छैन होइन अब यहाँ के गर्छ भन्दाखेरि तपाईँको लाराभेलले नि एउटा बन्डल बनाएर राखिदिएको छ कि अथभित्र राउट्स भन्ने एउटा बन्डल छ त्यसले नि कि यस्तै विभिन्न राउटर डिफाइन गरेर चाहिँ भनेको त्यो लगइन रजिस्टर रिसेटहरू छ नि जति पनि राउटहरू यसले डिफाइन गरेर राखिदिएको हुन्छ कि होइन अब त्यसले त्यो राउटले कहाँ पोइन्ट गर्छ के गर्छ भने हेर्नलाई त यहाँ छैन भने चाहिँ हामी के हुन्छ भन्दाखेरि एउटा कमान्ड हुन्छ PHP आर्टिसन RUTE लिस्ट भन्ने हुन्छ है त है यो कमान्ड एक्जिक्युट गर्यो भने चाहिँ हामीसँग एप्लिकेसनमा भएको सबै राउटरलाई देखाइदिन्छ कि है क्लियर गरेर फेरि अन गरौँ अब मेरो यहाँ नभए पनि के त मैले यहाँबाट हेर्न सकेँ कि होइन भनेपछि मलाई लगइन भन्नेले कहाँ पोइन्ट गर्छ हेर्नु पऱ्यो भने के त लगइनको दुईवटा युआरएल छ एउटा लगइन छ यहाँ पनि लगइन छ होइन कता गएर लगइन दुईवटा छ नि तर के त यसले डिफ्रेन्स के छ एउटा भनेको गेट खालको छ एउटा भनेको पोस्ट खालको छ कि है एउटा भनेको फर्मबाट आउने लगइन फर्मबाट पास गर्ने लगइन युआरएल हो अर्को भनेको ब्राउजरबाट कल गर्ने हो कि पछि के हो म भन्छु होइन सपोज अब लगइनले कहाँ पुऱ्याउने रहेछ हामीलाई भन्दा कन्ट्रोलरभित्रको अथ भन्ने भित्रको लगइन कन्ट्रोलरभित्रको सो लगइन फर्ममा पोइन्ट गर्छ
त्यसै गरी के त लगआउट भन्ने छ होइन, रजिस्टर भन्ने छ। अब हामीले हेर्नु पऱ्यो भने चाहिँ यसरी हेर्नु पऱ्यो कि लिस्ट गरेर यो लगइन हामीलाई कहाँ पोइन्ट गर्छ त्यहाँ हेर्नु पऱ्यो है त। अब यति भइसकेपछि हामी जाउँ कहाँ भन्दा यो हान्दाखेरि यो लगइन हान्दाखेरि यो हाम्रो फर्म कसरी खोल्छ त्यति बुझौँ है त पहिला। यति गर्दाखेरि यो फर्म कसरी आइरहेछ त होइन, त्यो पहिला बुझौँ है। सो लगइन एक्जिट हुने बित्तिकै हामीलाई के थाहा छ, अब त हामीलाई कति थाहा छ भन्दाखेरि यहाँनिर इन्टर हुँदाखेरि यो के त हाम्रो युआरएल हो जुन चाहिँ हाम्रो कतै सेट भएको छ, त्यसले चाहिँ कहाँ गर्छ कुनै कन्ट्रोलरमा पोइन्ट गर्छ अथवा केही गर्छ, त्यही थाहा छ नि त हामीलाई। भनेपछि पहिला के पत्ता लगाउनु पऱ्यो, यो राउट हेर्नु पऱ्यो होइन। यो युआरएल भनेको चाहिँ कहाँ छ त भन्दा कुन चाहिँ युआरएल हो यो भन्नु तपाईँहरूले, यो हो कि यो हो, दुइटा मध्ये दुइटै लगइन भन्ने छ, कुन चाहिँ होला अहिले मैले इन्टर हान्दा भन्नु त। गेट हुन्छ कि पोस्ट, गेट हुन्छ। पोस्ट भनेको त हाम्रो फर्मबाट अब यो जुन मैले यसलाई पोस्ट गर्छु नि यो पनि लगइनमै जान्छ होइन। अब यो चाहिँ पोस्ट हो कि, जस्तो लगइन छ मेथड के छ त पोस्ट छ नि। यसरी फर्मबाट पोस्ट मेथड बनाएर जाँदाखेरि चाहिँ के हुने भयो तपाईँको यसलाई पोइन्ट गर्ने भयो तलकोलाई होइन। अहिले हामी के दिउँ ब्राउजरबाट यसरी जानु भनेको त हाम्रो गेट टाइपको रिक्वेस्ट हो कि, भनेपछि के हुन्छ त जहिले पनि माथिकोमा जान्छ कि गेटमा है। हामीले ब्राउजरबाट इन्टर गरेर अथवा कुनै पनि एङ्कर ट्यागमा क्लिक गरेर गएको के हुन्छ जहिले पनि त्यो गेट हुन्छ क्या, त्यसरी बुझ्नु है त। अनि कुनै पनि फर्मबाट लगइन गरेर गएको र त्यसमा मेथड पोस्ट छ भने के भयो त्यो चाहिँ पोस्ट भयो कि है। भनेपछि अहिले हाम्रो के रहेछ त यो माथिको हो कि, यो चाहिँ हो ल हेरौँ, यो होइन यो चाहिँ हो है त, यो हो। भनेपछि हाम्रो लगइन भन्ने युआरएल हान्दाखेरि हाम्रो के एक्जिक्युट हुने रहेछ त कन्ट्रोलरभित्रको अथ फोल्डरभित्र लगइन कन्ट्रोलर छ अरे है। पहिला हेरौँ मैले बन्द गरेँ, एचटिपीभित्र हाम्रो के त अथ भन्ने फोल्डर छ, त्योभित्र लगइन भन्ने छ अरे होइन। लगइन भन्नेभित्र के छ सो लगइन फर्म भन्ने मेथडलाई चाहिँ उसले कल गरिरहेछ कि। अब हामीले यहाँ हेरौँ है त, सो लगइन फर्म भन्ने छ यहाँ कतै छैन नि। भनेपछि अब कहाँबाट आयो त भन्दाखेरि कि त हाम्रो के भन्नु प्यारेन्ट क्लासबाट आउनु पऱ्यो होइन, कि त भनेको यहाँ एउटा ट्रेड भन्ने कन्सेप्ट हुन्छ कि पिएचपीमा। जस्तो अब ट्रेड भनेको के हो भन्दाखेरि जस्तो हामीले अब जाभाहरू गरेको छ भने मल्टिपल इनहेरिटेन्सहरू हुन्छ नि थाहा छ होइन। जाभाहरूमा तपाईँको सीहरूमा चाहिँ तपाईँको अर्को क्लासलाई नि हामीले यसरी इम्प्लिमेन्ट गर्न मिल्छ कि होइन, यसरी गर्दै अरूलाई पनि कल गर्न मिल्छ। तर पिएचपीमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि यसरी मल्टिपल इनहेरिटेन्स हुँदैन कि, हामीले जम्मा एउटा मात्रै प्यारेन्ट क्लासलाई चाहिँ इनहेरिट गरेर काम गर्न सक्छौँ कि है। अब त्यो फुलफिल गर्न चाहिँ पिएचपीले के बनाएको छ भने एउटा ट्रेड भन्ने कन्सेप्ट छ कि है। ट्रेड भनेको तपाईँको क्लास जस्तै एउटा बेग्लै फाइल भन्छ होइन, यो एउटा के हो त ट्रेड हो है। मैले यसलाई क्लिक गरेँ भने तपाईँको त्यो फाइलमा अटोमेटिकली पुऱ्याउँछ होइन। त्यसको डेफिनेसन के हुन्छ सबै थोक क्लासै जस्तो हो होइन, तपाईँको मेथडहरू हुन्छ प्रोपर्टिजहरू हुन्छ, तर के हो त तपाईँको किवर्ड चाहिँ के हुने भयो ट्रेड हुने भयो कि होइन। अब यो ट्रेड हुने बित्तिकै के हुन्छ तपाईँको त्यो मल्टिपल इनहेरिटेन्स जस्तो प्रोपर्टी भयो क्या। भनेको यो भित्र जति पनि मेथडहरू छ हुन्छ नि त्यो सबै चाहिँ के भयो त यही क्लासको जस्तै भयो क्या। जसरी यसको प्रोपर्टी थाहा छ नि, लगइन कन्ट्रोलरले एक्सटेन्ड कन्ट्रोलर गर्यो भने के हो त्यो भने होइन, यो भित्र जति पनि मेथड छ प्रोपर्टीहरू छ नि यसको स्कोपमा भयो यसकै भने जस्तो भयो नि त होइन। हो त्यस्तै सेम प्रोपर्टी चाहिँ के त यसले पनि दिन्छ कि, भनेको यो भित्र भएको जति पनि मेथडहरू के जाति छ नि सबै प्रोपर्टिजहरू यो चाहिँ के भयो त तपाईँको यो क्लासले पनि एक्सेस गर्न पाउने भयो यसकै जस्तो भयो कि बुझिन्छ है। ट्रेडको अरू फर्दर तपाईँले रिसर्च गर्नु होइन, सिम्पल कन्सेप्ट भनेको त्यही हो होइन। तपाईँको मल्टिपल इनहेरिटेन्सलाई चाहिँ सपोर्ट होस् भनेर चाहिँ यिनीहरूले यसरी ट्रेडहरू क्लासहरू बनाएको हुन्छ होइन, ट्रेड फाइलहरू। अनि त्यहाँनिर चाहिँ विभिन्न फङ्सनहरू डिफाइन गरेर चाहिँ यसलाई चाहिँ अब मल्टिपल क्लास जुनैले युज गर्न सक्यो कि, यहाँभित्र जस्ट मेथडहरू हुन्छ। अब यो मेथडहरू चाहिँ के भयो त यो कन्ट्रोलरको भयो जस्तै भयो क्या त्यो चाहिँ। भनेपछि के भयो त यहाँबाट यसले जुन यो पोइन्ट गरेको छ नि लगइन कन्ट्रोलभित्रको सो लगइन फर्म भनेको तपाईँको केमा जान्छ त यहाँ हुन्छ कि सो लगइन फर्म भन्ने छ है। अब यो यहाँ हुनु र यहाँ हुनु भनेको उस्तै हो कि, यहाँ हुनु र तपाईँको यहाँ हुनु भनेको के त उस्तै जस्तै हो कि होइन। यहाँ यदि यो क्लासमा छैन भने उसले के गर्छ यहाँ खोज्छ कि, यहाँ छ भने पनि यसैलाई एक्जिक्युट गराइदिन्छ कि है। भनेपछि हाम्रो के त लगइन भन्ने युआरएल हामीलाई कहाँ पुऱ्यायो सो लगइन फर्ममा पुऱ्यायो होइन। भनेको यहाँ गएर सो लगइन फर्म छ हो, सो लगइन फर्मभित्र के छ तपाईँको भ्यू छ, भ्यूले के गरेको छ अथ भन्ने फोल्डरभित्र लगइन भन्ने छ अरे होइन। त्यो अथ भन्ने कहाँ हुन्छ हाम्रो भ्यूमा हो, भ्युजभित्र अथ भन्ने हुनु पऱ्यो, अथभित्र के छ त लगइन भन्ने छ। भनेपछि के गरेर रहेछ त यसले यो भ्यू चाहिँ रेन्डर गरेर चाहिँ हामीलाई के गरेर चाहिँ रिटर्न गराएर रहेछ कि यहाँबाट है। त्यसरी चाहिँ हाम्रो के भयो त यो फर्म लोड भयो कि है। अब मैले यहाँ गरेँ मैले एकछिनको लागि हटाएँ के त सबै जान्छ कि मेरो हो। अब यसरी हाम्रो फर्म लोड भएको छ होइन। तर हामीलाई के गर्नुपर्ने छ भन्दा नि खास हामीलाई अब यसलाई चाहिँ कस्टमाइज गर्नुपर्ने छ कि, जुन लाराभेल हामीलाई दिएको छ नि हामीलाई चाहिँ यसको ठाउँमा के गर्नु छ यो एचटिएमएललाई राख्नुपर्ने छ कि, यस्तो खालको युआई हुनु पऱ्यो कि हाम्रो लागि होइन। अब भनेपछि हामी के त थोरै कस्टमाइजेसनको पार्टमा जान्छौँ है त।
अब हामीलाई के गर्नु पऱ्यो भन्दाखेरि नि हाम्रो तरिकाले चाहिँ यो मेथडको यो जुन यो यसमा छ नि यसलाई चेन्ज गर्नु पऱ्यो कि होइन सिम्पली जस्तो मानिलिनु मैले एडमिनभित्र गएर एउटा अथै भन्ने फोल्डर बनाउँछु होइन अथ भन्ने एउटा फोल्डर बनाउँछु त्योभित्र सपोज एउटा लगइन भन्ने नै बनाएँ अरे लगइन डट बिएलडी डट पिएच भनेर फाइल बनाएँ यो भित्र के राखेन पिडाक लगइन फर्म भनेर एउटा सिम्पल टेक्स्ट राखेँ है त अनि मलाई यसको ठाउँमा के गर्नु पऱ्यो त्यो भ्यूलाई चाहिँ लोड गर्नु पर्दा मैले के गर्नुपर्छ भन्नु त होइन राउटले त मलाई यहीँ पुऱ्याउँछ यहाँभित्र जस्ट मैले यहाँ चेन्ज गर्दै हुन्छ होइन पाथ चेन्ज गर्ने त हो नि होइन भनेको मैले के दिनु पऱ्यो एडमिनको डट अथभित्रको डट लगइन दिनु पऱ्यो होइन यति गर्ने बित्तिकै मेरो के त ओभरराइट त भयो यसो ठाउँमा हाम्रो लगइन त आयो होइन तर हामीले यो गर्नु मिल्दैन कि किन भन्दाखेरि जस्तो तपाईँले माथि हेर्नुहुन्छ भने यो फाइल कहाँबाट आइरहेको छ हेर्नु त भेन्डरबाट हो भेन्डरबाट हो भने भेन्डरभित्रको फाइललाई हामीले एक लाइन कोड पनि चेन्ज गर्नु हुँदैन कि है हामीले भेन्डरमा केही पनि गरेन यदि पोसिबल छ भने के त त्यो भेन्डरलाई चाहिँ ओभरराइड गर्नुपर्छ कि हामीले भेन्डरको यो फाइलहरू है किन भन्दाखेरि जस्तो मानिले आज मैले के गरेँ यहाँनिर गएर चेन्ज गरेँ ठिक छ यदि अबदेखि मैले कम्पोजर फेरि लोड गर्दिनँ कुनै एक्सटर्नल प्याकेजहरू हाल्दिनँ भने ठिक छ ओके छ होइन कुनै दिन पनि मैले त्यो लाइब्रेरीमा चेन्ज गरिनँ भने ठिक छ कि तर म त्यस्तो गर्दिनँ पछि गएर मैले विभिन्न प्याकेजहरू हाल्छु अरू लाइब्रेरी हाल्छु त्यसरी के गर्छु भन्दाखेरि कम्पोजर अपडेट त फेरि हाल्छु कम्पोजर अपडेट गर्दा के हुन्छ तपाईँको भेन्डर सबै हटाएर फेरि नयाँ भेन्डर नयाँ लाइब्रेरी लोड गरिदिन्छ कि अनि त्यतिखेर के भयो हाम्रो यो फाइलमा भएको चेन्ज त गयो नि त फेरि के आयो ब्याक टु यो आउने बित्तिकै हाम्रो बिग्रियो होइन त्यो केसलाई चाहिँ हामीले के गर्छ भेन्डरभित्रको फाइलहरूलाई कहिले पनि चेन्ज गर्दैनौँ कि तर के गर्नु पऱ्यो अब ओभरराइड त गर्नु पऱ्यो नि त होइन चेन्ज नगरी त भएको छैन भनेपछि हाम्रो के हुन्छ भन्दाखेरि एउटा अप्सन चाहिँ हामीसँग यो जुन मेथड छ नि यो मेथडलाई मैले कपी गरेर हाम्रो कन्ट्रोलरमा जुन यहाँ छ नि यहाँ ल्याएर राख्दै भने पनि मेरो काम हुन्छ कि भनेको अब के हुने भयो यहाँ पुग्दैन कि कहाँ हुने भयो हाम्रो यस यहीँनिर यदि त्यो ओभरराइड गर्ने फङ्सन यहाँनिर छ मेथड छ भने अब यहाँ आउने भयो कि है डाइ गऱ्यो हो हाम्रो यहाँ त पुगेन नि त भनेपछि यसरी ओभरराइड गर्नुपर्छ कि है धेरै ठाउँमा हाम्रो यस्तो सिनारीहरू आउँछ नि हामी यसरी गर्दै गर्दै जान्छौँ है त यति बुझिन्छ यो भनेको त हाम्रो लाइब्रेरीबाट लारबेलले दिने कोड हो होइन यसलाई हामीले डाइरेक्ट चेन्ज गर्नु हुँदैन तर के त अप्सन्स के हुन्छ हामीसँग हुन्छ भन्दा त्यसलाई चाहिँ ओभरराइड चाहिँ गर्नु मिल्छ कि होइन हामीले ओभरराइड गरेर चेन्ज गर्छौँ भने चाहिँ हामीले यहाँनिर गएर त्यही मेथड राखेपछि राउटले कहाँ पोइन्ट गर्ने भयो त लगइन कन्ट्रोलरको यसलाई पोइन्ट गर्ने भयो कि होइन अब यहाँ गएर हामीले के गर्छौँ त अब हाम्रो पाथ दिन मिल्यो हाम्रो पाथ के थियो एडमिनभित्रको द अथभित्रको लगइन होइन यति भएपछि के त अब हाम्रो फर्म भयो अब पहिला के गरौँ त हाम्रो यो फर्म यसमा चाहिँ हामी के गरौँ हाम्रो त्यो हाम्रो भ्यूलाई लोड गरौँ होइन हाम्रो एचटिएमएललाई हाम्रो एचटिएमएल के हो त यो हो यहाँ गएर यहाँ राखेँ यसलाई मैले कपी गरेँ है अब एउटा हिजोसम्म हामीले के गरेको थियो लेआउट भनेर एउटै लेआउटलाई युज गरेर लेआउट एक्सटेन्ड गरेको थियो नि अब त्यो फेरि हुँदैन क्या यहाँ किन भन्दाखेरि हाम्रो उताको लेआउट यसको लेआउट केही मिल्छ मिल्दैन नि यो त बेग्लै चिज हो भने चाहिँ यसमा चाहिँ कमन तान्नु पनि केही पनि छैन भने चाहिँ यसलाई हामीले इन्डिभिजुअल्ली हालिदिन्छु क्या लगइनमै हाम्रो के यो हो भनेर चाहिँ मैले यहाँ गएर पेस्ट गरेँ हो अब लगइन गर्दा के मेरो एचटिएमएल त आयो भने चाहिँ अब मैले अर्को नेक्स्ट काम के गर्नु पऱ्यो त्यो एसेटहरूको पाथ बनाइदिनु पऱ्यो होइन यसको काम सक्यो यसको काम इलेक्सनमा आउँछ होइन अब हामीले के गर्नु पाथ बनाउँदै जाउँ है त सुरुमा अब कहाँ राखेको थियो हामीले फाइल भन्दा एसेटभित्र एडमिन प्यानल हो के थियो एडमिन प्यानल जस्तो लाग्छ एडमिन प्यानल होइन यो भित्र राखेको थियो नि त एडमिन प्यानलभित्रको कपी गरौँ पेस्ट कुनै प्यानल सेटअप गर्दा सबभन्दा बोरिङ काम चाहिँ यही हो है अब कुनैमा चाहिँ तपाईँको अझै त यसमा त थोरै छ कि कुनै यति धेरै सिरिजहरू युज गरेर हुन्छ होइन तपाईँको इमेजमा पनि पाथ बनाउनु पऱ्यो हरेक ठाउँमा पाथ दिनु पऱ्यो नि त तपाईँको इमेज भएको प्यानल छ भने त झन् झ्याउ हुन्छ कि होइन त सबैलाई मिलाउनु पर्ने हुन्छ यति गरौँ हजुर
अब यसको सर्ट भने यति नै अल्झे गर्ने यसरी राख्ने कपी पेस्ट अरू केही पनि छैन होइन प्याटर्न म्याच भयो त अब यो अर्कै नाम चाहिँ अर्कै म्याच छ होइन अब केही पनि छैन अब अर्को सर्ट भने के तपाईँले एकचोटि बनाइसकेपछि यसलाई के त राख्नुहुन्छ अर्को म्याच सेट गर्दा यसलाई कपी पेस्ट गर्ने राख्ने होइन त्यहाँबाट सर्टकट अरू केही हुँदैन है त यसलाई म्यानुअली नै बनाउनै पर्छ यसरी गरेर एडमिन प्यानल यति भएपछि चाहिँ हाम्रो अब आउनु पर्यो ल होइन अब हाम्रो के भयो त हामीले लगइनलाई ओभरराइड गरेर हाम्रो खालको बनायौँ होइन फर्स्ट ओभरराइड हामीले यति गर्यो अब यो त गऱ्यो अब हामीलाई के चाहियो त यो फिल्डहरू बनाउनु यो फिल्डहरू पनि बनाउनु पऱ्यो कि अब हामीले लगइनमा नर्मली के छ भन्दाखेरि जस्तो यसले के राखेको छ फरवर्ड पासवर्ड ब्याक गऱ्यो यसरी जिक्वेरीबाट चाहिँ मिलाइरहेको छ कि तर हाम्रो एडमिनमा नर्मली यो फिचर हामीलाई चाहिँदैन कि जब हामी फ्रन्ट इन्डमा गएर कुनै कस्टमरको प्यानल बनाउँछौँ नि त्यतिखेर पनि चाहिन्छ कि एडमिनमा भनेको जस्तो मैले कोही एडमिनले युजरनेम पासवर्ड बिर्स गरे एडमिनको पार्टमा लगभग यस्तो फरवर्ड पासवर्ड केही पनि दिँदैन कि होइन जब हामीले जस्तो मैले एउटा कुनै इकमर्स बनाएको छौँ हामीले कस्टमरको पार्ट जुन हुन्छ नि कस्टमर प्यानल हुन्छ उसले कति पर्चेस गरेर त्यो प्यानलमा चाहिँ हामीले के त यस्तो फरवर्ड पासवर्ड रजिस्टर भन्ने हुन्छ कि नर्मली एडमिनमा हामीले रजिस्टरै गरिँदैन किन एडमिनले आफै नै कसलाई दिने हो आफै युजरहरू बनाइरहेको हुन्छ कि त्यो भएर मैले के चाहिँ अहिले यो पार्टहरूलाई सबै हटाइदिन्छु त यहाँबाट नचाहिने पार्टहरू हटाऊँ चाहिने मात्रै राखेर जाउँ अब मानेन मलाई हटाउनु पऱ्यो अरे अब कसरी हटाउने त भन्दा अब त्यही हाम्रो अस्तिकै प्रोसेस यहाँ इन्सपेक्ट गर्ने होइन त्यसरी खोज्दै हटाउनु पऱ्यो यहाँ जाउँ सपोज यसको नाम के छ आई फरवर्ड पासवर्ड भन्ने कीलाई चाहिँ मलाई चाहियो भने चाहिँ यो प्यानल मलाई चाहिएन हो यो प्यानलमा के छ यो दुईवटा चिज छ नि यो दुईवटा चिज चाहिएन कि अहिले हेर्दाखेरि अहिले अलिक प्लाक र प्लुक भएर देखिरहेको छ नि यो भनेको कस्तो भन्दाखेरि तपाईँको यहाँ हामीसँग यो तिनटै प्यानल छ कि यो अहिले आउँदा यो प्यानल होइन ब्याक गरेँ यो प्यानल पनि एचटिएमएलै छ क्या तर भएको के छ भन्दाखेरि यो तिनवटा प्यानलमध्ये एउटा प्यानललाई मात्रै सो गरेको छ अरूलाई चाहिँ के त सिएसबाट हाइड गराए मात्रै हो कि अब मैले यदि यो क्लिक गर्छु नि त्यसले के त जाभास्क्रिप्टबाट यो क्लिक गर्दा यो देखेको प्यानललाई हाइड गर अनि अर्को त्यो हाइड भएको प्यानललाई चाहिँ सो गरेर मात्रै गरायो कि भन्ने चाहिँ हामीसँग यसको पनि यो प्यानल यहाँ बसिरहेको छ ब्याक गरेँ यो प्यानल पनि त्यहीँ छ कि अहिले मलाई के मात्रै चाहिएको छ लगइन मात्रै चाहिएको छ मैले यो प्यानलदेखि बाहेक अरू प्यानल हटाउँछु र यिनीहरू पनि सबै हटाइदिन्छु कि फर्स्ट अफ अल त मलाई यो चाहिएन त्यस पछाडि जस्तै यहाँनिर हुन्छ फरवर्ड पासवर्ड भन्ने एउटा बक्स छ होइन त्यसै गरी साइन अप भन्ने बक्स छ त्यसै अर्को के छ हाम्रो लगइन भन्ने एउटा लगइन बक्स भने यसरी छ कि तिनवटा डिप छ कि त्यही तिनवटा अघि देखिरहेको थियो नि यो र यो क्लिक गर्दाखेरि त्यही हो कि अब मलाई कुन मात्रै चाहिएको छ अहिले यो लगइन मात्रै चाहियो भने चाहिँ मैले यो दुईवटालाई नि हटाइदिएको कि यहाँबाट होइन यति गरेर अनि यो पढ्नु पनि हटाएपछि मेरो भित्रको लुकेको एचटिएमएल पनि हट्यो यहाँबाट यो पनि हट्यो अब मलाई यो पनि चाहिँदैन होइन एडमिन प्यानलमा फेसबुकबाट लगइन छ कि हामीले दिँदैन भने चाहिँ यो पार्ट पनि मैले हटाइदिन्छु यहाँबाट यो लगइनभित्र कति होला जस्तै यो होला होइन यसलाई नि हटाएर मैले के थिएँ क्लिन बनाएँ त मलाई जति चाहिन्छ त्यति मात्रै राखेँ अझ मलाई यो पनि चाहिएन भने चाहिँ यो डिपलाई पनि मैले हटाइदिएँ होइन अब यो कुन हटाउने यस्तो चिज चाहिँ अब तपाईँले गर्दै गएपछि प्र्याक्टिस गर्दा चाहिँ आफै थाहा हुन्छ है त किनभने यसमा केही पनि त्यस्तो लजिक केही छैन अब कसले कसरी बनाएको हुन्छ त्यो खोजेर हटाइदिने हो कि ल यति भएपछि क्लिन हामीलाई जति चाहियो त्यति मात्रै कोड भयो होइन अब हामीले के गर्नु पऱ्यो भन्दाखेरि जुन यो छ नि होइन जस्तो अब यो लगइन फर्मबाट लगइनहरू पनि हुन्छ क्या मजाले होइन अब यति गरिसकेपछि अब म फेरि के गर्छु ब्याक टु अगाडि जे थियो नि त्यस्तैमा बनाउँछु है त भनेको अब हामीले फर्म कसरी लोड गर्ने हेऱ्यो होइन फर्म कसरी बनाउने हेऱ्यो अब हामी के गर्छौँ लगइन कसरी भइरहेको छ त्यसलाई पहिला एकचोटि हेर्छौँ कि है भनेको यसलाई मैले फेरि हटाउनलाई के गर्छु मैले यसलाई सपोज मानिलिउँ ल बिकेपी भनेर के राख्दैन अब के हुन्छ मेरो फेरि ब्याक टु त्यसमै जाने भयो नि किनभने यो मेथड त भेट्दैन यहाँ होइन त अर्कै नामको छ भने चाहिँ ब्याक फेरि के जान्छ अब यसमै जाने भयो कि है एकछिनलाई मैले त्यत्तिकै छोडिदिएँ ल फेरि त्यसमै आयो अब हामी के हेर्नु जस्तो लगइन कसरी हुन्छ अब त्यो हेर्नु पऱ्यो कि होइन अहिले मैले यहाँनिर लगइन गरेँ भने लगइन हुन्छ कि
localhost admin हामीले सिट रन गरिसकेको छ हैन कि छैन युजरको सिट बनाएको छैन छ है छैन भने चाहिँ लगइन गर्नुभन्दा अगाडि त्यो सिट रन भएर यहाँ डाटा हुनु पऱ्यो कि एटलिस्ट एउटा चाहिँ छ हैन रुट हामीले बनाइसकेको छ भने चाहिँ ल ठिक छ हामी लगइन गर्न सक्छौँ अब हामीसँग के छ त हामीलाई के थाहा थियो युजर नेम हाम्रो इमेल यो हो र हाम्रो पासवर्ड के हो त यो रुटै भनेर राखेको छु क्या मैले हैन भने चाहिँ मैले लगइन गर्दाखेरि के हुन्छ रुट सेसन यही हाम्रो रुटको नाम हैन पासवर्ड भनेको मैले के राखेको छु यही राखेको छु है त भने चाहिँ अब मैले यो इमेल र पासवर्ड राखेर लगइन गरेँ भने त मेरो सिस्टममा लगइन हुन्छ कि है लगइन गरेँ भने हेर्नु त अहिले के छ लगइन छ रजिस्टर छ मैले लगइन गरिसकेपछि लगइन आयो त यहाँ के आयो त है लगआउट भनेर आयो भने चाहिँ के त हाम्रो सिस्टममा लगइन भइसकेको छ क्या यो हैन त्यसै गरी मैले अब लगआउट क्लिक गरेँ भने के त लगआउट पनि भइसक्यो कि हैन हामीले एक लाइन कोड पनि ल्याएको छैन तर सबै के त लाराभेलले अटोमेटिक सेटअप गरेर राखिदिएको छ कि हाम्रो लागि हैन अब वान बाई वान छौँ है जस्तो मानिलियो लगइन कसरी भइरहेको छ अब यो बुझ्नुपर्छ कि हामीले किन हामी त कस्टमाइजेसनमा छौँ अनि यसको लजिकलाई लिएर हामीले आफ्नो तरिकाले बनाउँछौँ कि चाहिँ पहिला हेर्नु पऱ्यो के त लगइन कसरी भइरहेको छ है अब मैले इन्टर हाने चाहिँ के त मेरो के भयो यो कन्ट्रोलरमा गयो यो कन्ट्रोलमा सो लगइन फर्म खोज्यो यहाँ छैन भने चाहिँ ट्रेडमा गएर भेट्यो हैन यसको यो भ्यू लोड गर्यो यसरी हाम्रो यो फर्म आयो अब यो फर्मभित्र हिँड्यो भने मैले लगइन बटन क्लिक गर्दा के हुन्छ त त्यो पहिला हेर्नु पऱ्यो कि है मैले इन्सपेक्ट गरेँ भने मैले लगइन भन्ने बटन क्लिक गर्दा के हुन्छ यो युआरएलमा चाहिँ हाम्रो फर्म सबमिट हुने हो नि हैन र त्यो के मेथडमा हुन्छ पोस्टमा हो भने चाहिँ अब यसले यो मैले इन्टर हान्दाखेरि चाहिँ यसले कहाँ पोइन्ट गर्छ त्यो पहिला पत्ता लगाउनु पऱ्यो कि भनेको हाम्रो कहाँ पोइन्ट गर्ने भयो अब यहाँ हो यसमा हो नि हैन किनभने अहिले हामी के त मेथड भनेको पोस्ट छ र युआरएल भनेको के त लगइनै छ कि हैन हामीले यहाँ हेर्यो भने के त युआरएल लगइन छ मेथड पोस्ट छ भने चाहिँ हाम्रो कुनलाई म्याच हुने भयो त यसलाई म्याच हुने भयो कि अब यसले हामीलाई कहाँ पुऱ्याउँछ भन्दाखेरि अथभित्रको लगइनको फेरि लगइन भन्ने मेथडमा पुऱ्याउँछ अरे भनेपछि अब यहाँ गएर हेरौँ लगइन त लगइन भन्ने पनि छ त कतै छैन नि भने चाहिँ यो पनि कहाँ छ त हाम्रो कोड यहीँ हुन्छ कि यसलाई पनि यहाँ लगइन भनेर आएछ यहाँ लगइन भन्ने छ हो यहाँभित्र तपाईँको विभिन्न मेथड्सहरू छ होइन यो जुन मेथड छ नि यसले चाहिँ के गर्छ तपाईँको भ्यालिडेसनहरूदेखि लिएर सबै चिजलाई भेरिफाई गरेर चाहिँ लगइन गर्ने काम गरिदिन्छ कि है अब जस्तो हेर्नु है त हामी कहाँ पुगिन्छ गयो अब मानिलिनु मैले इन्भ्यालिड एउटा कुनै इमेल राखेँ होइन पासवर्ड पनि के राखेँ अब मेरो लगइन त हुनु भएन नि त सबमिट गरेँ अब आयो द क्रेडेन्सियल्स डट म्याच र यो रेकर्ड भनेर राखिरहेको छ कि होइन अब यो कसरी हुन्छ भन्दाखेरि लगइनले हामीलाई कहाँ पुऱ्याउँछ यहीँ आउँछ मैले जस्तो डिडी गरेँ डिडी गरेर हेयर गरेँ के हुन्छ मैले सबमिट गर्दाखेरि मेरो फर्मको रिक्वेस्ट यहीँ आउनु पऱ्यो कि हेयरमा सबमिट गरेँ हो आइरहेछ हो भने चाहिँ म के त यहाँ मेरो रिक्वेस्टै मैले फर्म सबमिट गर्दाखेरि यहाँ आइरहेछ नि बुझ्नु पऱ्यो कि होइन अब यसले फर्स्ट लाइनमा के गर्छ भन्दाखेरि भ्यालिडेसन लगइन भनेको छ कि यो मेथडले के गर्छ भन्दाखेरि तपाईँसँग फर्मबाट जुन आएको डाटाहरू छ नि त्यो डाटालाई चाहिँ उसले भेरिफाई गर्छ कि भ्यालिडेसन गर्छ भनेको यो इमेल हो भने उसले पठाएको डाटा इमेल हो कि होइन सपोज मैले यतिकै गरेँ पासवर्ड के राखेँ अरे सबमिट गरेँ अब चाहिँ सिधै यसले एचटिएमएल ट्याग तपाईँको इमेल राखेको छ त्यही भएर यहाँबाट छिर्न दिएन होइन यदि यहाँ थिएन भने लाराभेलले पनि भ्यालिडेसन गरेँ कि त यो चाहिँ इन्भ्यालिड स्ट्रिङ हो इमेल होइन इमेल हाल भनेर मेसेज दिन्छ कि होइन त्यो पार्टहरू भ्यालिडेसन गर्छ नि यदि सबै थोक ठिक छ हामीले दिएको इमेल पनि हाम्रो भ्यालिड हो र पासवर्ड पनि भ्यालिड छ हाम्रो डाटामा इमेल र पासवर्ड म्याच हुन्छ भने अब बल्ल के गर्छ लाराभेल तपाईँलाई लगइन गरेर चाहिँ डाइरेक्ट ब्याक होम पेजमा पुऱ्याइदिन्छ कि होम भनेको होम भन्ने जुन राउट थियो नि त्यहाँनिर चाहिँ डाइरेक्ट गरिदिन्छ कि है अब यसको कस्टमाइजेसन हामी अलिक पछि गएर जस्तो अलिकति रोलको काम गर्दा गर्छौँ होइन अहिले हामी के बुझ्यौँ भन्दाखेरि लगइनले कहाँबाट काम गर्छ भन्ने मात्रै बुझिरहेको है त यति भयो भने चाहिँ हामी के त लगइन गर्दाखेरि हामी यहाँ आएर यसले विभिन्न कोडहरू चाहिँ यिनीहरू चाहिँ लगइन गरेर अनि तपाईँलाई के त लगइन गरेर एउटा सेसनमा चाहिँ त्यो लगइनको इन्स्टेन्स राखेर चाहिँ तपाईँलाई रिडाइरेक्ट गरिदिन्छ ब्याक कहाँ होम भन्ने राउटमा है त अब फेरि एकचोटि गरौँ root सेसन गरेर रुट गरेर लगइन गरेपछि त्यो मेरो लगइन गरेपछि के भयो होम पेजमा आयो हाम्रो होम भन्ने राउटमा अब यसरी लगइन भएर आएछ कि हामीलाई के गर्नु हाम्रो जुन अहिलेको सेटअप गरेको फर्म छ नि त्यसमा नि हामीले के गर्नु पर्यो त हाम्रो एट्रिब्युटहरू सबै त्यसरी नै बनाउनु पऱ्यो कि
यहाँ जे छ नि जस्तो हाम्रो लगइन फर्ममा जे छ हाम्रो के हुनु पऱ्यो एउटा फर्म हुनु पऱ्यो हामीसँग होइन त्यसको माथि के हुनु पऱ्यो पोस्ट हुनु पऱ्यो अनि त्यसको युआरएल यही हुनु पऱ्यो होइन त्यसै गरी तपाईँको हिडन फिल्ड एउटा हुनु पऱ्यो टोकन भन्ने छ होइन यो हुनु पऱ्यो त्यसै गरी इमेल भन्ने इनपुट फिल्ड हुनु पऱ्यो होइन इमेल भन्ने हुनु पऱ्यो त्यसै गरी अर्को के त पासवर्ड भन्ने फिल्ड हुनु पऱ्यो होइन यस्तै यस्तै चिजहरू बनाएर चाहिँ हामीले के त ठ्याक्कै यो जस्तै सेटअप गर्नु पऱ्यो कि कलम्सहरूलाई होइन चाहिँ हामी के गर्नु यहाँ गएर फेरि ब्याक टु मैले के गरेँ यसलाई हटायो भने चाहिँ अब हाम्रो लगइन फर्ममा फेरि के आउँछ त हाम्रै आउँछ होइन अब हाम्रो यो छ नि एट्रिब्युटहरूलाई चाहिँ हामीले के त अगाडि उसको जस्तै बनाउनु पऱ्यो कि हाम्रो लारावेलको जस्तै है चाहिँ हाम्रो फर्ममा केही पनि छैन अब हामी केही गर्दैन यताको लाइन ल्याउँदै कपी पेस्ट गर्दै यहाँ हाल्दै गर्छौँ कि है जस्तो यहाँ हाम्रो लगइनमा फर्म खोजौँ पहिला कहाँ छ फर्म यो हो यो फर्मलाई हामीले के रिप्लेस गरिदिन्छौँ यो फर्मले रिप्लेस गर्न खोज्छौँ है त तर यहाँ के छ यो फर्ममा कुनै पनि क्लास छैन नि हो भने चाहिँ मैले यो क्लास राखेँ नि बिग्रिन सक्छ कि भने चाहिँ मैले यसमा के गर्छु यो क्लासलाई नै हटाइदिन्छु रोलहरू भनेको मेथड र एक्सन त हुनै पऱ्यो होइन यति गरेँ मैले यसलाई हटाएँ फर्स्ट स्टेप भयो अब त्यसपछि अरू के छ तल भनेको एउटा अर्को के चाहिन्छ भन्दाखेरि सिएसआर फिल्ड भन्ने चाहिन्छ कि सिएसआर भनेको के हो भन्दाखेरि क्याप्चा थाहा छ हाम्रो साइटहरूमा नर्मली क्याप्चा भन्ने एउटा हुन्छ नि होइन तपाईँको क्रस साइट स्क्रिप्टिङलाई रोक्नलाई राखिरहेको हुन्छ होइन यो भनेको त्यस्तै हो कि भनेको तपाईँको भ्यालिड रिक्वेस्ट हो कि होइन भने एउटा चेक गर्नलाई चाहिँ एउटा टोकनाइजेसन सिस्टम हुन्छ होइन यो फिल गर्ने पनि तपाईँको के हुन्छ फर्ममा चाहिँ एउटा टोकन क्रिएट भएर बसिरहेको हुन्छ कि जुन मैले हिडन टोकन भन्ने थिएँ नि त्यसमा चाहिँ टोकनको भ्यालु बनाएर राखेको हुन्छ लारावेलले प्रत्येक पोस्ट रिक्वेस्ट जाँदाखेरि के गर्छ त तपाईँको फर्ममा चाहिँ टोकन एक्सपेक्ट गर्छ कि एउटा टोकन भन्ने भ्यालु हुनैपर्छ भन्छ कि त्यही भएर हामीले टोकन पनि के गर्नु छ फर्मभन्दा तलपट्टि यसलाई राखिदिउँ होइन अब सिएसआर टोकनले के गर्दो रहेछ हेरौँ पहिला हजुर यसले यो जेनेरेट गरिदिन्छ कि एउटा इनपुट फिल्ड टाइप के छ हिडन छ नेम के छ अन्डरस्कोर टोकन भन्ने हुनु पऱ्यो र त्यसमा भ्यालु के छ त यस्तो एउटा ऱ्यान्डम नम्बर हुन्छ कि है यसबाट टोकन जेनेरेट गरिदिन्छ अब नेक्स्ट भनेको हामीलाई के गर्नु पऱ्यो यो फिल्डलाई सेटअप गर्नु पऱ्यो यसमा इमेल हुनु पऱ्यो यसमा के हुनु पऱ्यो पासवर्डको फिल्ड भन्ने चाहिँ यहाँ जाउँ अब यहाँ के हुनु पऱ्यो एउटा भनेको तपाईँको नेम इमेल हुनु पऱ्यो हो यहाँ गएर हाम्रो फिल्ड कहाँ छ यसलाई पनि के भन्नु टाइप भनेको यो थाहा छ नि टाइप टेक्स्ट इमेल यिनीहरू होइन इमेल राख्ने के हुन्छ सबमिट गर्नुभन्दा अगाडि एचटिएमएलले पनि भ्यालिडेसन गरिदिन्छ कि त्यहाँभित्र भएको भ्यालु चाहिँ भ्यालिड इमेलको फर्मेट छ कि छैन भनेर होइन नेम इमेल हुनु टाइप इमेल भयो त्यसै गरी नेम पनि के हुनु पऱ्यो इमेलै हुनु पऱ्यो कि किन भन्दा उतापट्टि लारावेलले गएर यही फिल्ड खोज्छ कि अहिले कोरियन रिक्वेस्टमा चाहिँ इमेल भन्ने फिल्ड खोज्छ होइन त्यसरी पासवर्ड भन्ने खोज्छ कि त्यही भएर हामीले नेम पनि इमेल दिनु पऱ्यो त्यसै गरी अब पासवर्डमा जाउँ पासवर्डको टाइप पासवर्ड अनि क्लास पनि के छ पासवर्ड हुनु पऱ्यो है त टाइप पासवर्ड अलरेडी छ भने चाहिँ यसको पनि नेम के हुनु पऱ्यो पासवर्ड हुनु पऱ्यो ठिक छ यति गरिसकेपछि हाम्रो तल गएर अनि चेकबक्स हाम्रो पनि छ उसको पनि छ भने चाहिँ उसको जस्तै नेम दिनु पऱ्यो त्यसलाई पनि चेकबक्समा मैले के दिएको छ रिमेम्बर छ भने हामी पनि के गर्यौँ यसलाई ल्याएर रिमेम्बर दिउँ है त टाइप नेम यो भयो ठिक छ यति भइसकेपछि लास्टमा हाम्रो के छ एउटा बटन छ होइन यो बटन भनेको के हो बटनको प्रोपर्टी के हो कुनै पनि एउटा बटन छ भने त्यो टाइप सबमिट र बटन भन्ने थाहा छ टाइप सबमिट भने के गर्छ बटन भने के हुन्छ कुनै पनि एउटा फर्मभित्र एउटा बटन छ र त्यसको टाइप चाहिँ तपाईँको सबमिट छ भने के हुन्छ त्यो बटन क्लिक गर्दा चाहिँ फर्म सबमिट हुन्छ कि र यदि टाइप बटन छ भने के हुन्छ त्यो बटन क्लिक गर्दा फर्म सबमिट हुँदैन केही पनि हुँदैन कि है भनेपछि हामीलाई के हुन्छ यो बटन क्लिक गर्दा सबमिट गराउनुहुन्छ भने चाहिँ हामीले के गर्नु पऱ्यो यो बटनलाई सबमिट टाइप बनाउनु पऱ्यो है त यति गरिसकेपछि लगभग हामीले उताको जस्तै फर्म हो है अब हामीले हेरौँ है एकचोटि युजर नेम होइन कि यसलाई के भनौँ राखौँ प्लेस होल्डरलाई अब अहिले हाम्रो राखौँ इमेल कपी गरेँ पेस्ट गरेँ रुट गर्दा मेरो यदि सबै त्यो मिल्यो भने के हुनु पऱ्यो लगइन हुनु पऱ्यो भयो है भनेपछि के त हाम्रो लारावेलबाट चेन्ज गरेर हामीले आफ्नो बनायो त्यहाँबाट लगइन हुने नै बनायो होइन तर अझै हाम्रो काम सकिया छैन होइन अब जाउँ फेरि लगइनमा अब सपोज मैले भ्यालिड गरेँ लगइन भयो अब यदि इनभ्यालिड गरेँ भने के हुन्छ त मेरो एरर आउनु पऱ्यो नि त अघि जस्तो इनभ्यालिड केही भनेर होइन मैले यही गरेँ सपोज केही पासवर्ड राखेर लगइन गरेँ भने अनि मेरो ब्याक टु त यहीँ आयो होइन भ्यालिडेसन फेल भएपछि के हुन्छ तपाईँको रिक्वेस्टलाई फरवर्ड गर्दैन जहाँबाट आएको त्यहीँ ब्याक गरिदिन्छ विथ मेसेज पनि हुन्छ कि अघि केसमा हाम्रो के आएको थियो इनभ्यालिड क्रेडेन्सियल्स भनेर आएको थियो नि त तर अहिले त हाम्रो आएन किन भन्दा हामीले त्यो इररहरू यदि भएको केसमा त्यहाँनिर राख भनेर कोडहरू राखेकै छैन कि होइन त्यसको लागि हामी के गरौँ त यहाँ गएर हेरौँ यसले जसरी आएछ हामीले त्यही गर्नुपर्ने हो यहाँ एउटा के छ ब्लक कोडको ब्लक यो कोड छ मैले यसलाई ल्याएर हाम्रो यो
स्प्यानभन्दा मुनि राखेँ है त। कोडलाई अलिकति अब बिग्रेर बस्यो भने मिलाउनुपर्छ है सुरुदेखि नै यसरी मिलाएर राख्ने। अब यसले के हेर्दैछ भन्दाखेरि तपाईँको नर्मल्ली भ्यालिडेसन फेल भएर यदि फर्मको भ्यालिडेसन फेल भयो भने लाराभेलले तपाईँको भ्यूमा अटोमेटिकल्ली यो इमेज तपाईँको इरर्स भन्ने भेरिएबल सेट गरेर पठाइदिन्छ कि होइन। यदि भ्यालिडेसन भएको छैन भने पनि यो सेट हुन्छ, त्यो भित्र चाहिँ ब्ल्याङ्क हुन्छ कि ब्ल्याङ्क क्यारे भएर बसे हुन्छ। यदि छ भने चाहिँ के हुन्छ तपाईँको यो भित्र चाहिँ इमेल भन्ने, इमेलमा इरर छ भने इमेल भन्ने कीमा चाहिँ तपाईँको सर्टेन भ्यालु राखेर पठाइदिया हुन्छ कि। भनेपछि हामीले के त इरर भन्ने चेक गऱ्यो, यदि इमेल भन्ने छ भने त्यो इररबाट चाहिँ इमेल भन्ने इररलाई निकालेर यहाँ प्रिन्ट गर भनिदिएको छ कि। अब मैले यति राखेर पहिला हेरौँ है त। फेरि गएँ इन्भ्यालिड केही हो, दिस इमेल फिल्ड इज रिक्वायर्ड भनेर आयो एउटा मेसेज। त्यही कारण सपोज मैले अहिलेको मेसेज निकालेँ है त, इन्भ्यालिड यो गरेँ, आयो मेसेज दिस क्रेडेन्सियल्स डज नट म्याच आवर रेकर्ड भनेर आयो नि त होइन। हुन्छ मेसेज त चाहियो नि त, मान्छेले कसरी थाहा पाउँछ होइन के भइरहेछ, काम गरेर छैन होइन। अब यति भने उसले के थाहा पाउनु भयो, मेरो इमेल अथवा पासवर्ड मिसम्याच भयो भने थाहा पाउनु पऱ्यो होइन। अब हेर्नु त नर्मल केसमा जस्तो मानिलिउँ अहिले मैले यतिको इन्टर हाने भने के हुन्छ त, यो आउँछ त, यो मेसेज आउँदैन नि होइन। मैले यतिको इन्टर हान्दा आउँदैन, तर यदि मानिलिउँ मैले फर्म सबमिट गरेँ यदि इन्भ्यालिड पठाएँ भने मात्रै आउँछ कि। अब किन यस्तो भइरहेछ भन्दाखेरि अघि जुन मैले भने नि यो यसैले गर्दा हो कि। हाम्रो जहिले पनि लाराभेलको कुनै पनि भ्यू खोल्दाखेरि लाराभेलले चाहिँ के गर्छ भन्दा जहिले पनि इरर्स भन्ने चाहिँ एउटा अब्जेक्ट चाहिँ तपाईँको त्यहाँ एसाइन गरिदिएको हुन्छ क्या भ्यूमा होइन। अनि जहिले पनि त्यो के हुन्छ एम्प्टी हुन्छ कि। तर यदि कुनै हामीले फर्मबाट सबमिट पठाएर त्यसलाई चाहिँ लाराभेलको भ्यालिडेसन हामीले राखेको छ सर्भर साइडमा भने, र यदि कुनै पनि फिल्डमा चाहिँ हाम्रो भ्यालिडेसन फेल भयो भने के गर्छ त, यो इरर भन्ने इन्स्टेन्समा चाहिँ तपाईँको त्यो फिल्डको नाममा चाहिँ की हालेर इरर सेट गरिदिन्छ कि। भनेको यदि मेरो भ्यालिडेसन फेल भएर आयो भने यो अब्जेक्टभित्र चाहिँ के हुन्छ एउटा इमेल भन्ने चाहिँ सेट गरेर त्यो भित्र मेसेज राख्दै हुन्छ कि। भने चाहिँ यदि भ्यालिडेसनबाट फेल भयो केसमा मात्रै हामी के अब त भित्र छिर्ने भयो कि, नभए अरू केसमा हामी नर्मल केसमा भित्र छिर्दैन कि। त्यही भएर के त हामीले यहाँ रिफ्रेस गर्दाखेरि यहाँ केही पनि आउँदैन। जब भ्यालिडेसन भएर फेल गरेर आउँछौँ त्यतिखेर हाम्रो भेरिएबल सेट भएको हुन्छ होइन, अनि मात्रै भित्र छिरिरहेको हुन्छ कि है। हाम्रो इरर ह्यान्डलिङको पार्टहरू यो हो। अब जस्तै यो त चेक गर्ने भयो इरर छ कि छैन। अब यो चेक गरिसकेपछि यदि छ भने अब इररले चाहिँ के हो त, इररको फर्स्ट भन्ने तपाईँको फिल्डको नेम जे छ नि त्यो फिल्डको नाम चाहिँ यहाँ दिने हो कि होइन। यसरी राख्छौँ है त। यो बुझिन्छ यहाँसम्म यो के भइरहेछ अहिलेलाई त्यति बुझ्नु होइन। जस्तो के कति मात्रै बुझ्नु भन्दाखेरि हाम्रो लाराभेलले चाहिँ भ्यूमा जहिले पनि हामीसँग इरर्स भन्ने एउटा भेरिएबल चाहिँ सेट हुन्छ भनेर बुझ्नु कि होइन। त अटोमेटिकली लाराभेलले हामीलाई पठाइदिन्छ कि भ्यूमा होइन। अनि इरर आयो भने चाहिँ अब के त त्यो अब्जेक्टभित्र चाहिँ तपाईँको इमेल भन्ने जुनमा इरर छ त्यो त्यसमा भ्यालु सेट गर्दै हुन्छ, होइन भने केही पनि हुँदैन कि। अब केही छैन भने त्यहाँभित्र सिधै छिरेन ह्याज भनेर चेक गरेको छ होइन। यदि केही छैन यसले के त फल्स रिटर्न गर्छ ह्या। यदि केही सेट भएर आएको छ भने चाहिँ ट्रु रिटर्न गर्छ, ट्रु भयो भने भित्र छिर्ने भयो, नभए भित्रै छिर्दैन कि। यसरी चाहिँ अब हाम्रो इरर जेनेरेट भइरहेको हुन्छ है त। यो पछि हामीले फेरि गर्छौँ हामीले भित्र प्यानलहरूमा होइन, त्यतिखेर अझै क्लियर हुन्छ। अब यति त भयो। अब एउटा अर्को काम अलिकति के थप्यौँ भन्दाखेरि सबै अझै पनि इन्भ्यालिड बनाऊँ। हाम्रो के आइरहेछ यसरी ब्राउन आइरहेछ नि होइन। यसलाई चाहिँ के त अघि जस्तो इरर जस्तो देखाउँ होइन। अलिकति कलर चेन्ज गरिदिउँ भनेपछि अब यदि मेरो इररमा के छ त, अब कलर चेन्ज गर्ने के त सिएसएस बढ्यो। सपोज मैले म के गर्छु भन्दाखेरि यहाँनिर इरर भन्ने एउटा अर्को क्लास थपिदिन्छु कि होइन। इरर भन्ने एउटा क्लास थपिदिन्छु अनि यो इरर भन्ने क्लासमा चाहिँ म माथि गएर एउटा सानो सिएसएस लेखिदिन्छु कि है। यदि कुनै डिपमा गएर कुनै ठाउँमा गएर तपाईँ इरर भन्ने आयो भने के त यो सिएसएसले भनेर। अब सिएसएस कसरी लेख्नु थाहा छ नि, स्टाइल भन्ने ट्याग हुनु पऱ्यो पहिला, त्यो भित्र अब क्लास हो भने डट होइन। यो क्लास भएको जहाँ छ त्यहाँ चाहिँ के गर्दा कलर भन्ने के हो तपाईँको टेक्स्टको कलर हो होइन। अब कलर कस्तो चाहियो भन्दा यहाँ क्लिक गरेर नि यसले सेलेक्टर दिन्छ। अब लगभग यही कलर भयो नि हुन्छ है त। चुज गरेँ हो यो कलर हुनु पऱ्यो भनेपछि अब फेरि रिफ्रेस गरेँ मेरो इरर त आउँदैन, त्यो भएर केही पनि छैन होइन। अब यदि मैले सबमिट गरेँ भने इन्भ्यालिड हुन्छ मेरो यो मदन भन्ने। अब यो गर्दाखेरि के आयो त मेरो कलर त भएन। ठिकै छ यति भयो नि होइन। यसरी अब देख्नु पऱ्यो, त्यो चाहिँ हाइलाइट भयो नि त, उसलाई पनि थाहा हुन्छ है के भइरहेछ भनेर होइन। अब यति भइसक्यो त हाम्रो लगइनको पार्टको त हामीले कस्टमाइज गऱ्यो होइन। अब अरू हामीले गर्नुपर्ने केही पनि छैन लगइनको लागि होइन। सबै उसले लाराभेलले गरिदिन्छ। जस्ट हामीलाई कस्टमाइज गर्नुपर्ने पार्ट के थियो यति थियो होइन। यति गरेर हाम्रो लगइन भयो। अब रियल लगइन गरौँ एकचोटि फेरि कपी गरेँ यहाँ जाउँ
लगइन गरेँ आरओडी रुट गरेँ लगइन है। अब लगइन गरेपछि के भयो तपाईँको लगआउट गर्दाखेरि अब हेर्नु है त यस्तो लगआउट गर्दा लगआउट भइरहेछ है। अब यो लगआउट कसरी भइरहेछ त्यो हेर्नु है त अलिकति फेरि रुटमा गरेँ लगइन गरेँ हो। अब यो जुन छ नि मैले क्लिक गर्दा लगआउट भइरहेछ कि तर यो के हो त तपाईँको गेट जस्तो नर्मली एट्याक भनेको के हुन्छ एचआरएफ त हुने होइन एचआरएफभित्र सब्मिट गरेर के त गेट हुनु पर्यो तर यो गेट हुँदैन कि किन तपाईँले यहाँ हेर्नु लगआउट भन्ने कहाँ छ नि यो के त गेटको लागि लगआउट भन्ने छैन क्या हामीसँग सिस्टममा। यहाँ के छ लारावेलले दिने भनेको हामीलाई लगआउट भनेको पोस्ट टाइपको छ कि भनेपछि हामी यहाँ इन्सपेक्ट गरेर हेरौँ। इन्सपेक्ट गरेर हेर्दाखेरि तपाईँको यो क्लिक हुँदाखेरि के गरिरहेछ भन्दाखेरि यो एचआरएफ एक्जिक्युट भइरहेको हुँदैन कि है। यसले के गरेछ भने यो क्लिक हुँदाखेरि यहाँनिर अनक्लिकमा एउटा जाभास्क्रिप्टको मेथड राखेर इभेन्ट डट प्रिभेन्ट डिफल्ट भनेको छ त यो भनेको के तपाईँको जाभास्क्रिप्टको एउटा फङ्सन हो होइन। यसले के गर्छ भन्दाखेरि एचटिएमएलको जुन डिफल्ट प्रोपर्टी हुन्छ नि त्यसलाई चाहिँ डिसेबल गर भनेको हो कि भनेको जस्तै ए ट्यागमा मैले क्लिक गरेँ के हुनुपर्छ एचआरएफमा चाहिँ रिडाइरेक्ट हुनु पऱ्यो नि त तर यसले के गर्यो इभेन्ट डट प्रिभेन्ट डिफल्टलाई चाहिँ ल त्यसलाई काम नगरे भनेको तपाईँको रिडाइरेक्ट नहो भनेको कि। त्यस पछाडि अर्को लाइनमा के छ भन्दाखेरि डकुमेन्ट भनेको यो पेजमा होइन गेट 11मा आइडी भनेको यो पेजमा चाहिँ यो लगइन लगआउट फर्म भन्ने आइडी भएको कुनै हाम्रो एट्रिब्युट छ नोट छ भने त्यसलाई तान भनेको हाम्रो यो आइडी भएको कुन छ लगइन फर्म भनेको लगआउट फर्म यो हो। यो फर्म भन्ने हामीले के छ आइडी भनेर राखेको छ कि यसले है। अनि के गर्थ्यो यसले त्यसलाई लिएर त्यो फर्मलाई चाहिँ सबमिट गर भनेको छ कि भनेपछि कि इन्डाइरेक्टली हामीले हेर्दा मात्रै यो क्लिक भयो जस्तो छ तर के भइरहेछ त्यहाँ त हाम्रो फर्मै पोस्ट भइरहेछ कि होइन। भनेपछि के भयो त यसको मेथड के छ पोस्ट छ यो फर्म सबमिट भइरहेछ कि होइन। त्यही भएर चाहिँ हाम्रो के त यो राउट म्याच भएर चाहिँ हाम्रो यहाँनिर लगइनभित्रको लगआउटमा पुगेको हुन्छ कि होइन। होइन मैले क्लिक गर्दा के भयो त लगइनभित्रको लगआउट भनेपछि लगइनभित्र फेरि पनि हाम्रो लगआउट भन्ने त यहाँ छैन होइन। भने चाहिँ हाम्रो कहाँ होला त्यो फेरि यही ट्रेडमै होला होइन। यहाँ गएर लगआउट भन्ने हेरौँ कतै यो लगआउट भन्ने यहाँ छ भनेपछि के त हामीले त्यो लगइन लगइन बटन क्लिक गर्दा के हुने रहेछ त त्यो फर्मको थ्रुबाट सबमिट भएर चाहिँ हाम्रो के त लास्टमा यहाँ आइपुग्ने रहेछ कि। अनि अब यसले के गरेछ हामीलाई थाहा छ अहिले इम्पोर्टेन्ट छैन होइन। यसले के सेसनहरू रिजेनेरेट गर्छ लगआउटलाई लगइन भएको त्यो सेसनलाई चाहिँ हटाएर अन्त तपाईँ लगआउट गरेर रिडाइरेक्ट कहाँ गर्छ त यो पाथमा भने यो पाथ भने के हो त कुन हाम्रो रुट यो हो कि होइन। यसो रिडाइरेक्ट गरिदिइरहेको छ कि भनेपछि अब ल ठिक छ मैले लगआउट गरेँ यहाँ गएँ तर मलाई के गर्नुपर्ने छ त तपाईँको लगआउट गरिसकेपछि मलाई होम पेजमा जानुभन्दा पनि लगइनमा आयो ठिक हो नि त हो कि होइन। फेरि मैले लगइन जानलाई फेरि अब स्ल्यास गरेर आउनुभन्दा यदि मैले लगआउट गर्छु लगइनमै जाओस् न किन अरू पेजतिर जानु। यदि अब त्यो पार्टको अलिकति कस्टमाइज गर्नु छ भने के हो त सेम अघि हामीले जे कन्सेप्ट गऱ्यो नि अब फेरि त्यही कन्सेप्ट हो कि है। भनेपछि के गर्नु पऱ्यो अब यहाँ गएर चेन्ज गर्ने त कुरो आएन होइन। भनेपछि हामीले के गर्छौँ यसलाई नै डल्लै उठाएर यहाँ गएर फेरि राखिदिन्छौँ क्या तलपट्टि हो। यति गर्ने बित्तिकै त लगआउट आउँदाखेरि फेरि हाम्रो यहीँ आइपुग्ने भयो। अब त मैले डिफाइन गर्न पाएँ नि त युआरएल होइन। अब म युआरएल राख्दिनँ है के गर्छु रिडाइरेक्ट पछाडि राउट भन्ने हुन्छ कि राउटको के छ हाम्रो नाम लगइन भन्ने होला होइन। अब हेर्नु न एकचोटि लगइन गरौँ लगइन वेट गरेँ लगइन गरेँ लगइन भयो। अब मैले लगआउट गरेँ भने अब एरर आयो। अब एरर किन आयो भन्दाखेरि अब हेर्नु है मैले के गरेँ भन्दा यहाँबाट सिधै ल्याएर कपी गरेँ होइन। अब मेरो यहाँ के यो कोडहरूमा के भएको छ त्यो पनि हेर्नु पऱ्यो कि जस्तो अहिले यहाँ के छ भन्दाखेरि यहाँनिर के छ एउटा रिक्वेस्ट भन्नेलाई चाहिँ गरेको छ हो। यो रिक्वेस्ट भन्ने कहाँ छ त यहाँ युज त गरे होला यहाँ माथिपट्टि होइन तर के त यो रिक्वेस्ट त हाम्रो यसमा त छैन नि हो। भनेपछि के त त्यो एरर आयो कि यो रिक्वेस्ट भन्ने क्लासै छैन भने कि होइन यो स्कोपमा क्या हाम्रो भने चाहिँ हामीले के गर्नु पऱ्यो रिक्वेस्टलाई हाम्रो यो कन्ट्रोलरमा पनि यसरी राखिदिनु पऱ्यो कि होइन। अनि अरू भनेको चाहिँ के हो त जस्तो दिस भनेको के हो त यसको स्कोप त अनि यो भनेको पनि यसमा यो भने चाहिँ दिस भन्यो भने यहाँ छैन भने यहाँबाट फेरि लिइहाल्छ कि होइन। अरू भनेको सबै दिस दिस नै छ त्यही भएर मतलब भने है त ल जाउँ फेरि ब्याक जाउँ होम पेजमा जाउँ यहाँ गएर लगआउट क्लिक गऱ्यो भने लगआउट भएर फेरि हाम्रो कहाँ आयो लगइनमै आयो है त। ल यति यो पनि भयो। अब हामीलाई अर्को भनेको यति पछाडि के चाहिन्छ भन्दा अब सपोज मानिलिउँ है त अब मैले अहिले लगइन गरिराख्दा के भइरहेछ भन्दा हाम्रो रिडाइरेक्ट भएर कहाँ गइरहेछ फेरि रुट गरेँ लगइन गर्दाखेरि कहाँ गइरहेछ
होम पेजमा गएर यो त हाम्रो प्यानल होइन, यो त लार्भेलले आफै बनाइदिएको एउटा प्यानल हो। हामीलाई कहाँ जानुपर्छ लगइन भएपछि? हामीले के बनाएको थियो? यो बनाएको थियो। सिस्टमबाट लगइन भएपछि हामीले कहाँ जाने भनेको थियो? ड्यासबोर्डमा पुऱ्याउने भनेको थियो नि त। भने चाहिँ के हुनु पर्यो त हामीलाई? लगइन भएपछि हाम्रो यहाँ आउनु पऱ्यो कि। अब यसलाई कसरी गर्ने त भन्दाखेरि तपाईँको एउटा दिएको हुन्छ कि जस्तो लगइन भन्ने। अब फेरि हामीले कि त यो लगइन भनेर सबै ल्याएर त्यसको कोडलाई चेन्ज गर्नु पऱ्यो, तर त्यसको अप्सन्स अर्को पनि छ कि। यसले पनि के गर्छ भन्दा सबै यहाँ भ्यालिडेसन गर्छ होइन, तपाईँको सबै लगइन भएर सबै एटेम्प्ट ठिक भएपछि यो एक्जिक्युट हुन्छ कि होइन। एसक्युएल लगइन फर्म हुन्छ, भित्रभित्र गएर चाहिँ तपाईँको यसले के गर्छ भन्दा यसलाई पोइन्ट गरिरहेको हुन्छ कि होइन। लगइन रिडाइरेक्ट गर, लगइन भएर रिडाइरेक्ट गर्ने बेला यो रिडाइरेक्ट टु भन्ने छ नि, यसमा जे भ्यालु छ नि त्यसमा रिडाइरेक्ट गर्छ कि। यो भनेको त हाम्रो के हो त लगइनमै छ। अब सिम्पली हामीले यहाँ गएर चेन्ज मात्रै गर्दै हुन्छ कि। अब अस्ति मैले भनेको थिएँ कुनै कुनै सिनारीमा चाहिँ हामीले के त राउट युज गर्न मिल्दैन, हामीले के त युआरएल युज गर्नुपर्छ भनेको थिएँ नि। अब यो केसमा के त हामीले राउट गर्न मिल्दैन कि युआरएल, किन भन्दा यहाँ राउटको भ्यालु छैन कि। यहाँले भनेको स्ट्याटिक युआरएलको स्ट्रिङै दिनुपर्छ कि हामीले भने चाहिँ। अब चाहिँ के गर्नु पऱ्यो हामीलाई यहाँ एडमिन स्ल्यास भ्याडी होइन, यति गरी थिए त अब हाम्रो लगइनको त्यो पार्टको रिडाइरेक्ट कस्टमाइजेसन पनि हाम्रो यहीँबाट हुन्छ कि। कस्तो यस्तो अब यसले चाहिँ के लिन्छ भन्दाखेरि यो जुन छ नि जस्तो हेर्नु त यहाँबाट गएँ लगइनमा गएँ होइन। अब यसले के गर्छ मैले एक्सप्लेन गर्दिनँ होइन। जस्ट के बुझौँ भन्दाखेरि सपोज हाम्रो सबै भ्यालिडेसन भयो, पास भयो, मैले भ्यालिड युजर नै पासवर्ड हालेँ भने मेरो के भन्छ एटेम्प ट्रु हुन्छ कि होइन, लगइन ट्रु हुन्छ अनि यहाँ भित्र छिर्छ हो। सेन्ड लगइन रेस्पोन्स भन्ने फेरि मेथड कल हुन्छ, योबाट अर्कोमा जान्छ। अनि यहाँ के गरेछ भन्दाखेरि यसले यो रिडाइरेक्ट भन्ने हुन्छ नि, यसलाई एक्जिट गराउँछ कि रिडाइरेक्ट इन्स्टेन्स दिसको रिडाइरेक्ट पाथ भनेर फेरि कल गराएको हुन्छ कि हो। अब यो इन्टेन्ट भन्ने के तपाईँको राउट लिँदैन कि, यसले के त जुन स्ट्रिङ हुन्छ नि ठ्याक्कै त्यो लिइरहेको हुन्छ कि, यही लिन्छ कि होइन। हाम्रो राउटले त के गर्छ भन्दाखेरि यसको नामबाटै त पुरै फुल युआरएल जेनेरेट गरेर हामीलाई दिन्छ नि त। हामीलाई यसलाई त फुल युआरएल चाहिँदैन कि, जस्ट के त त्यो स्ट्रिङ युआरएलको त पाथ मात्रै चाहिन्छ कि। भनेपछि यस्तो केसमा चाहिँ हामीले के गर्नु पर्दा यसरी चाहिँ युआरएल युज गर्नु पऱ्यो कि होइन। कुनै केसमा तपाईँलाई युआरएलको यो ठ्याक्कै पाथ मात्रै चाहिन्छ भने युआरएल युज गर्ने होइन। कुनै केसमा तपाईँलाई सिधै जस्तो मानिलियो लिङ्कै चाहियो नि त, पुरै लिङ्कै चाहिने ठाउँमा चाहिँ के गर्ने भन्दा हामीले अब राउट युज गरेको हो कि होइन। हामीले मेनुमा के गरेको थियो लिङ्कै चाहिएको थियो नि, हामीलाई जस्ट एउटा सिम्पल पाथ मात्रै चाहिएको थिएन होइन। त्यस्तो केसमा हामीले राउट गर्थ्यौँ। अब यहाँ चाहिँ हामीलाई युआरएलै पठाउनुपर्छ कि, सर्टेन ठाउँमा चाहिँ त्यस्तो हुन्छ कि जहाँ चाहिँ हामीले कि त युआरएलै दिनुपर्छ कि होइन। लगभग हामीले अहिले गर्ने भनेको यही ठाउँमा थियो युआरएल चाहिँ, अरू ठाउँ सबै हाम्रो राउटबाटै हुन्छ कि होइन। अब हाम्रो लगइन भइसकेपछि उसले के गर्छ यो पाथ हेरेर यदि हाम्रो यो कन्ट्रोलरमा यहाँ रिडाइरेक्ट टु भन्ने जे छ त्यसको भ्यालुमा चाहिँ रिडाइरेक्ट गरिदिन्छ क्या। भने चाहिँ अब यहाँ जाउँ। अब एकचोटि मैले फेरि लगआउट गर्नलाई होममै जानु पऱ्यो, होममा जानु पऱ्यो, होममा गएर लगआउट गर्छु होइन। फेरि लगइन गरौँ, लगइन गरेपछि हाम्रो के भयो त रिडाइरेक्ट हो ड्यासबोर्डमा पनि भयो। अब बिस्तारै स्टेप बाई स्टेप हाम्रो के हुन्छ त हाम्रो सिएमएस चाहिँ अब रेडी हुँदैछ कि भनेको हाम्रो अथेन्टिकेसनको पार्टहरूमा है। अब यति भइसक्यो त हाम्रो लगइनको काम भयो, लगआउटको भयो होइन। अब लगआउटको पनि अझै पनि भएको छैन कि, लगआउटको पनि हाम्रो के हुनु पऱ्यो हाम्रो यतातिर कतै राख्नु पऱ्यो कि हाम्रो प्यानलहरूमा त लगइन होइन। लगआउट हामीले अहिले लगआउट गर्नु के गर्छ होममा गएर अर्कै प्यानलमा गएर लगआउट गर्नु परिरहेको छ कि। त्यस्तो नभएर हाम्रो के हुन्छ यही प्यानलमा चाहिँ हामीले यहीँ कतैपट्टि जस्तो मैले यो क्लिक गर्दाखेरि के हुनु पर्दा हाम्रो सिस्टमबाट लगआउट गर्नै बनाउनु पऱ्यो क्या हामीले है। भने चाहिँ अब के गर्नु पर्यो त यो पनि सेम एकै जस्तै हो कि, यो पनि ए ट्याग हो। यो क्लिक गरेर तलबाट हिडन एउटा फर्म हुन्छ, त्यो फर्मलाई सब्मिट गराइदिने हो कि अघि जसरी भएको थियो नि है। अब हाम्रो लगइन काम अहिलेको लागि एकछिनलाई सक्यो है त, यति नै हो। अब हामी के गर्नु त सुरुमा लगआउटको काम गऱ्यौँ है त। हाम्रो प्यानलबाटै लगआउट यहीँबाट हाम्रो लगआउट हुनु पऱ्यो। यो क्लिक गर्दा चाहिँ हाम्रो सिस्टम लगआउट भएर लगइन पेज चाहिँ रिडाइरेक्ट हुनु पऱ्यो भनेपछि अब हाम्रो यो कहाँ छ, यो पार्ट कहाँ हुन्छ होला भन्नु त। कि त मास्टरमा हुनु पऱ्यो कि त हाम्रो त हेडरहरू कुनैमा हुनु पऱ्यो होइन। सायद त्यो मास्टरमै होला। फाइन गरौँ लगइन भन्ने लगआउट होइन यहीँ छ भने चाहिँ हो। अघि मैले जुन देखाएको थिएँ नि होइन यस्तै खालको यहाँ पनि एट्याग छ भनेको। कपी गरेर पेस्ट गरेर म होममा गयो भने के छ यसको स्ट्रक्चर त्यसको स्ट्रक्चर अब एउटै बनाउने हो कि होइन। यो पनि के हो त त्यही एट्यागै हो, एट्यागमा युआरएल छ अनि यो जुन कोड छ नि यो कोडलाई लगेर हामीले के गर्छौँ त यसैलाई पुरै कपी गरौँ। कपी आउटर एस्टिमेट भने नि पुरै ट्यागलाई कपी गर भने है त। इन्सपेक्ट गर्ने कपीमा आउटर एस्टिमेट गर्ने कपी यदि क्रोममा हो भने योभन्दा तल मैले के गरेँ यसलाई राखेँ ठिक छ। अब यसमा मलाई अहिले यो नराखे पनि हुन्छ, राखे पनि भयो, जे गरे हुन्छ त्यो मैले यसलाई अहिले के पनि राखिनँ, यसलाई यसरी हाँसेर राख्ने।
अब यहाँ के गरेँ त यदि यो हट्छ क्या यहाँबाट होइन यसलाई मैले हटाइदिन्छु यो लगआउटभन्दा अगाडि हाम्रोमा चाहिँ यस्तो खालको एउटा आइकन छ राखेर यस्तो बनाएँ होइन अनि मैले अब यसलाई हटाएँ भने के हो त मेरो उताको जस्तै भयो यदि मैले यो लगआउट भन्ने क्लिक गरेँ के हुने भयो त यसको जुन फिचर जुन गर्नुपर्ने छ नि एचआरएफआई राखेको त्यसलाई रोकिदियो केही पनि भएन होइन अनि के गर्दा जाभास्क्रिप्टबाट यो डकुमेन्ट अहिले करेन्ट डकुमेन्टमा चाहिँ एलिमेन्ट फाइन्ड गर्नु पऱ्यो अब लगइन फर्म भन्ने लगइन फर्म त हामीसँग छैन यही फर्मलाई कपी गर्ने हो होइन यसको तलपट्टि राखिदिउँ यहीँनिर होइन यो फर्मलाई मैले यहीँ राखेँ भने चाहिँ अब फर्ममा चाहिँ के त लगआउट फर्म भन्ने एउटा मैले बनाएँ होइन आइडी दिएँ यसको युआरएल के हुनु पऱ्यो यो त स्टार्टिङ वेलाई डाइनेमिक बनाउनलाई के गर्नु पऱ्यो राउट गरेर लगइन गर्ने बित्तिकै त्यो युआरएल बन्छ डाइनेमिकल्ली होइन हाम्रो सिस्टमको युआरएल लगइन भयो पोस्ट यो भयो डिस्प्ले नन ठिक छ अनि यो पनि के गर्नु पऱ्यो त के गरेर हामीले सिएसआरएफको लागि यसको फिल्ड भन्ने थियो नि यति गरेपछि के त यो सिएसआरएफ किन राख्यो भन्दाखेरि यो फर्म सब्मिट हुँदाखेरि त के हो त पोस्ट मेथड हो नि त भनेपछि यो फर्मभित्र त हामीलाई एउटा टोकन भन्ने चाहियो नै त्यसको लागि हामीले यो फर्म सेटअप गऱ्यो हिडन छ अब के हुने भयो यदि मैले यो लगआउट भन्ने क्लिक हुँदाखेरि मेरो प्यानलको अब रिफ्रेस गरेर मैले योलाई क्लिक गर्ने बित्तिकै के हुने भयो त यो फर्म चाहिँ सब्मिट हुने भयो क्या होइन कसरी भन्दाखेरि डकुमेन्टमा भएको गेट एलिमेन्टमा आइडी भनेको यो फर्मलाई खोज्यो होइन यो फर्मलाई चाहिँ के गरेर त सब्मिट गर भनिरहेको छ क्या भनेपछि यो फर्म हाम्रो के त जाभास्क्रिप्टको थ्रुबाट सब्मिट भयो क्या अघि हामीले लगइन सब्मिट कसरी गरेको थियौँ बटनबाट अझै अब जाभास्क्रिप्टबाट सब्मिट गरेँ क्या त्यो एउटै कुरा है अब लगआउट गर्दा हाम्रो होममा किन गयो अब यहाँ गएर मैले लगआउट गर्दाखेरि मेरो इन्डेक्समा आउनु पऱ्यो तर इन्डेक्समा आइरहेको छैन होममा किन गयो भन्दा लगइन कन्ट्रोलभित्र आउनुपर्ने किन जस्तै डिबगिङ गर्नु पऱ्यो क्या अब हाम्रो सिस्टममै एरर आयो होइन हामीले जुन गर्न खोजिरहेको छ अब त्यो चिज भएन अब यो के भइरहेछ कसरी हेर्ने त भन्दाखेरि अब हामीले फलो गर्नु पऱ्यो क्या कोडलाई लाइन बाई लाइन होइन के भइरहेछ त सपोज मैले सुरुमा क्लिक गर्दा के हुने भयो त हाम्रो फर्म त सब्मिट हुन्छ होइन फर्मले हामीलाई कहाँ रिडाइरेक्ट गर्छ भन्दाखेरि हाम्रो सायद यहीँ आउनुपर्ने हो होइन हाम्रो लजिक मिलेको छ भने होइन लगआउट गरेँ ल हामीले के त भने चाहिँ यहीँ नै आइरहेको छैन क्या हो हाम्रो आउनुपर्ने चाहिँ यहीँ थियो के भएन मैले मिस्टेक के गरेँ त यहाँ के हुनु पर्थ्यो होइन यहाँ भनेको अहिले लगआउट हुनु पर्थ्यो कि लगइन राखेँ नि त मैले होइन लगइनलाई पठाएर त हाम्रो लगआउट हुँदैन हाम्रो त लगआउट हुनु पऱ्यो क्या राउट चाहिँ यहाँ जुन छ नि यो लगआउट भन्ने हुनु पऱ्यो नि त लगआउट भए पो अनि हाम्रो लगइनको यो युआरएल बन्छ त होइन अहिले मैले के गरिरहेको छु लगइन राखिदिएँ तपाईँको युआरएल पनि के भइरहेको छ भन्दाखेरि लगइनकै युआरएल बनिरहेको छ कि खास गर्नुपर्ने के हो त हाम्रो लगआउट हो नि त यहाँ के छ युआरएल लगइन भयो क्या त्यही भएर अहिले लगआउटै भएको छैन केही पनि भएको छैन कि हामीलाई के हुनु पर्थ्यो लगआउट हुनु पऱ्यो नि त यहाँ त भनेपछि यसलाई के त लगइन होइन कि लगआउट चाहिँ हुनु पऱ्यो त हाम्रो मिस्टेक यहाँ भयो अब रिफ्रेस गरौँ अब युआरएल के भयो त लगआउट भन्ने आयो भनेपछि पोस्ट मेथडको लगआउट छ भने हाम्रो कहाँ जाने भयो त पोस्ट मेथडको लगआउट छ भने हाम्रो लगइनको त्यो लगआउटमा जाने हो होइन लगइनको लगआउट गएपछि यहाँ पुग्छ अब चाहिँ हाम्रो हुनुपर्छ है त आयो है यति भएपछि हाम्रो लगइनको यति नै हो क्या खासै केही पनि छैन होइन हामीले गर्नुपर्ने धेरै कोडहरू होइन यति भएपछि हाम्रो के त लगइन सिस्टम लगआउट सिस्टम हाम्रो इम्प्लिमेन्ट गरियो
है। तपाईँले केही सोध्नुपर्ने छ सोध्नु है, नभए अब हामी अर्को स्टेपमा जान्छौँ। फेरि कसैलाई केही के सोध्नुपर्ने छ? के छ? अब तपाईँहरूलाई सोध्छु है त एउटा है, सबै जसले भने पनि हुन्छ है त। सपोज मानिलिउँ मैले अब यही गरेर होइन, यहाँबाट मैले लगइन गरेँ। अब तपाईँको रुट भनेर दिएँ होइन। अब मैले क्लिक गर्दाखेरि मैले कहाँ हेर्नु पऱ्यो भने त तपाईँहरूले नै मलाई गाइड गर्नु, जस्तो रिभिजन जस्तो पनि हुन्छ अन्त। ल अब मैले यो गर्दाखेरि के हुन्छ, मैले कसरी हेर्नु पऱ्यो भने त जस्तो हाम्रो यो रिक्वेस्ट हुन्छ नि, मैले लगआउट गरेर लगइन क्लिक गरिसकेपछि हाम्रो लगइन कसरी हुन्छ भन्नु त? कहाँ हेर्नु पऱ्यो हामीले सुरुमा? हाम्रो यो क्लिक गर्दाखेरि के हुनु पऱ्यो भन्दाखेरि म एकचोटि साह्रो सुरुबाट भन्छु है त फेरि है। यो गरेँ, हाम्रो यो के हो त? फर्म हो, एचटिएमएल फर्म हो। यहाँनिर के छ, यो फर्मको बटन मैले क्लिक गरेँ भने के हुन्छ, यो युआरएलमा जान्छ हो। विथ मेथड के हो? पोस्ट हो। भनेपछि हामीले के बुझ्नु, सिस्टममा चाहिँ हाम्रो के त यो युआरएल जेनेरेट हुन्छ भने यो युआरएलमा हामीले राउट जुन डिफाइन गरेको छ नि त्यो एक्जिक्युट हुने त भने होइन। भनेपछि लगइन विथ पोस्ट भने चाहिँ हाम्रो राउट हेर्नु पऱ्यो। अहिले हामीले यहाँ हेर्दा राउट देखिँदैन किनभने बन्डलभित्र छ होइन। यहाँ कन्सोलमा गएर हेर्ने। अब लगइनको विथ पोस्ट भने के हो त? यो हो भनेपछि मैले मेरो यो फर्मलाई क्लिक गरेँ भने के हुने भयो, यो मेरो जुन युआरएल छ नि यो एक्जिक्युट हुन्छ। यो युआरएल मलाई कहाँ पुऱ्याउँछ? लगइनभित्रको लगइन भन्ने पुऱ्याउँछ होइन। भनेपछि यहाँ जानु पऱ्यो, लगइनभित्रको लगइन। यहाँ त छैन भनेपछि के हो त, त्यो यो भित्रको लगइनमा पुऱ्याउँछ होइन। यसले विभिन्न कामहरू गर्छ, लगइन सगिन गर्छ होइन। यदि इनभ्यालिड छ भने ब्याक टु जहाँबाट आएको त्यहीँ पठाइदिन्छ विथ इरर। भ्यालिड छ भने बल्ल के हुन्छ त, तपाईँको एटेम्प भन्ने भित्र छिर्छ होइन। अनि तपाईँको रिडाइरेक्ट ब्याक कहाँ गर्छ भन्दाखेरि यहाँ जे डिफाइन गरे हुन्छ नि होइन, त्यसमा रिडाइरेक्ट गरिदिने हो कि होइन। जब मैले इन्टर गरेँ भने लगइन गर्दाखेरि यो स्टेपले चाहिँ मेरो के आयो त, अब ड्यासबोर्डमा गइरहेको छ कि होइन। रिडाइरेक्ट भयो, फेरि के भयो त, एक्जिक्युट के भयो, ड्यासबोर्ड भन्ने एक्जिक्युट भयो। त्यसले कहाँ पुऱ्याउँछ हामीलाई? ड्यासबोर्डको इन्डेक्समा होइन। अनि ड्यासबोर्डको चाहिँ ड्यासबोर्ड इन्डेक्समा आयो, त्यसले अब यो भ्यू लोड गर्छ। त्यही भएर हाम्रो देखिएको कसरी हो त, यो प्यानल देखेको चाहिँ त्यही हो कि होइन। अब यसरी नै हाम्रो यो फ्लो चाहिँ बुझ्नु पऱ्यो किनभने हामीले गर्ने सबै यही हो कि। यसरी नै स्टेप बाई स्टेप गर्दै जान्छौँ होइन। ल अब यति भइसकेपछि अब हामीले लगइनको काम सक्यो है त। अब हामीले के भनेको थियौँ भन्दा अस्ति कि जस्तो माने हाम्रो लगइन भइसकेपछि मात्रै हाम्रो यो प्यानल एक्सेस हुनुपर्छ भनेको छौँ नि त होइन हो। अब अहिले मैले के अरे एकचोटि यसलाई लगआउटै गरेँ है त। लगआउट गरेर अब म्यानुअल्ली एडमिन ड्यासबोर्ड हाने। अब यो खुल्नु हुन्छ हुँदैन यदि हाम्रो सिस्टम बनिसकेको छ भने। खुल्नु भएन क्या यो हो। यो भने के त, हाम्रो यिनीहरू भने यो प्यानलहरू भने के हो त, जो मान्छे लगइन भइसकेको छ नि उसलाई मात्रै खोल्न दिने हो कि। यदि हाम्रो सिस्टममा लगइन भएको छ भने यो प्यानल एक्सेस हुनु भएन कि होइन। अब अहिले हाम्रो सिस्टममा कोही लगइन छ कि छैन अनि हेर्नलाई के गर्ने त, होममा गयो भने भनेको त लगइन रहन्छ कोही पनि होइन। सपोज मैले लगइन नै गर्दै रहेँ, लगइन गरेँ रुल होइन। अब हेर्ने त यो प्यानल भनेको अहिले हाम्रो सिस्टममा लगइन छैन नि मान्छे, र पनि के भयो त एक्सेस भइरहेछ कि। तर के त अब एडमिनभित्रको यो हाम्रो सिएमएसको प्यानलहरू यदि लगइन छैन भने एक्सेस दिनु भएन कि। भनेपछि यो काम गर्नु पऱ्यो है त। भनेको अब अहिले लगइन नभएछ भने यो खुल्नु भएन कि। यदि यस्तो आयो भने के हुनु पऱ्यो, रिडाइरेक्ट ब्याक भएर हाम्रो यो पेजमै जानु पऱ्यो कि। हाम्रो सिस्टमले चाहिँ त्यो काम गर्नु पऱ्यो होइन। अब त्यसको लागि हामीले खासै के गर्नु पर्दैन, एउटा मिडलवेयर भन्ने कन्सेप्ट हुन्छ क्या अब होइन। त्यो मिडलवेयर युज गरेर चाहिँ हामीले यसलाई बनाउँछौँ है त। अब सपोज कस्तो हुनु पऱ्यो, त्यो लगइन गरिसकेको छ भने चाहिँ बल्ल अब मैले इन्टर हान्दा अब मात्रै आउनु पऱ्यो कि है। भनेपछि हामी अब के छ, हामीलाई के थाहा छ, हाम्रो एडमिनको जति पनि राउटहरू छ नि सबैलाई हामीले के गरेका छौँ, एडमिन गर्दै राखिरहेको हुन्छौँ कि होइन। जुन चाहिँ चिज जुन जति पनि युआरएलहरू हाम्रो यस्तो छ नि जुनलाई चाहिँ लगइन गरेर मात्रै भित्र छिर्नुपर्ने चाहिँ एक्सेसहरू छ भने हामीले के गर्छौँ, सबैलाई त्यसलाई चाहिँ एउटा ग्रुप बनाएर राख्छौँ है त है। राउटै भनेर राख्छौँ, राउट भन्ने नै हुन्छ होइन। त्यसमा जिआरयुपी भन्ने एउटा मेथड हुन्छ है।
त्यसले फर्स्ट प्यारामिटर के लिन्छ तपाईँको एउटा एरे लिन्छ कि हैन। सेकेन्ड प्यारामिटर भनेको एउटा कलब्याक फङ्सन लिन्छ हैन। यस्तो हुन्छ है। अब यो ग्रुपभित्रमा एउटा के गर्छु भन्दाखेरि एमआइडिडिआरले डब्लुएआरले मिडलवेयर भन्ने एउटा की राख्छु। जसरी मैले एज भनेर राखेको थिएँ युजेस भनेर राखेको थिएँ त्यसरी मिडलवेयर प्रिफिक्सहरू भन्ने विभिन्न टर्महरू हुन्छ कि हैन। एउटा मिडलवेयर भनेर राखेँ ल मिडलवेयर भनेर राखेँ हैन। अब एउटा हाम्रो सिस्टमले देखेको मिडलवेयर चाहिँ के हुन्छ भन्दाखेरि एउटा अथ भन्ने हुन्छ कि है। अथ भन्ने एउटा मिडलवेयर हुन्छ हैन। यो टिएच अथ भन्ने हुन्छ भनेपछि अब यो मिडलवेयरले के गर्छ भन्दाखेरि जस्तो मिडलवेयरको तपाईँ डकुमेन्ट चाहिँ हेर्नुभयो भने यो पनि इम्पोर्टेन्ट चिज है त लार्भलमा चाहिँ मिडलवेयर भन्ने हुन्छ। अब यो मिडलवेयर भन्ने कस्तो चिज भन्दा एउटा ब्लक अफ कोड हो कि हैन। एउटा क्लासहरू हुन्छ त्योभित्र तपाईँको त ह्यान्डल भन्ने एउटा मेथड हुन्छ कि भनेको। अब यसलाई चाहिँ हामीले कसरी युज गरिन्छ भन्दाखेरि कुनै पनि राउट एक्जिक्युट हुनुभन्दा अगाडि मलाई सर्टेन चिज के भ्यालिडेसन गर्नु छ अथवा चेक गर्नुपर्ने छ अथवा कुनै कन्ट्रोलरको कुनै मेथडहरूलाई एक्जिक्युट गर्नुभन्दा अगाडि मलाई कुनै एउटा कामहरू गर्नु छ चेक गर्नु छ भने त्यस्तो चिजहरू चाहिँ हामीले मिडलवेयर युज गर्छौँ कि भनेको। सपोज मानिलिउँ मलाई यो युआरएलहरू एक्जिक्युट हुनुभन्दा अगाडि के चेक गर्नुपर्ने छ त कोही मान्छे चाहिँ मेरो सिस्टममा लगइन छ कि छैन भने चेक गर्नुपर्ने छ कि भनेपछि मैले के गर्छु यो सबै जति पनि राउटहरू छ नि यसलाई के गर्छु यो ग्रुपभित्र राखिदिन्छु कि है अथ भन्नेभित्र। यति गर्ने बित्तिकै के हुन्छ भन्दाखेरि यो राउट एक्जिक्युट हुनुभन्दा यो युआरएल एक्जिक्युट हुनुभन्दा अगाडि के हुन्छ त यो मिडलवेयर यो जुन यो छ नि यसले चाहिँ एउटा कुनै क्लासलाई पोइन्ट गरेर हाल्छ कि है भनेको। तपाईँको यहाँ कर्नेलमा गएर हेर्नुभयो भने तलपट्टि अथ भन्ने छ यहाँ यसले पोइन्ट गरेको के हो त त्यही अथ हो कि यो अथ भन्ने के हो यो कर्नेलमा भएको यो हो कि यसले केलाई पोइन्ट गरेको छ त यो अथ भन्ने क्लासलाई पोइन्ट गरेर हाल्छ कि हैन। यहाँनिर के गरेछ उसले भन्दाखेरि अथेन्टिकेसन चेक गर्छ कि यसले भित्र गएर। अनि यो पार्ट हामीलाई अलिक खासै त्यो कोडमा जानिराख्नु पर्दैन। जस्ट के बुझौँ भन्दाखेरि यो अथ भन्ने मिडलवेयरले के गर्छ भन्दाखेरि अहिले सिस्टममा कोही लगइन छ कि छैन भने चेक गरिदिन्छ कि यदि लगइन छ भने के त केही पनि गर्दैन उसले जे छ रिक्वेस्ट त कन्टिन्यू हुन्छ हैन। यदि कोही लगइन छैन भने के गर्छ उसले अब यो रिडाइरेक्ट ब्याक गरेर लगइन फर्ममा अथवा कहीँ पुऱ्याइदिन्छ कि हैन। भनेपछि यदि मैले अब यो जति पनि मेरो युआरएलहरू छ नि एडमिनको युआरएल यिनीहरूलाई चाहिँ यो भित्र राख्ने बित्तिकै के भयो त अब अहिलेको केसहरू होइन मैले फेरि लगआउट गरेँ एडमिनको यो गर्दाखेरि के त अहिले लगइन भित्र छिरेन नि हो। अब जति गरे नि के हुन्छ एडमिन होस् चाहे अर्को प्यानल हामीसँग के छ युजर भन्ने छ हैन चाहे एडमिनको टेस्ट होस् जुनसुकै यस्तो ग्रुपभित्र भएको होइन त्यो सबै चाहिँ के हुन्छ तब हाम्रो सेक्योर भयो क्या। हाम्रो यदि लगइन नभएछ भने हाम्रो के त भित्र छिर्न पाउँदैन कि है। ठिक छ यो बुझिन्छ है। अब हामीले जस्ट के गरेको यति युआरएलहरूलाई चाहिँ ग्रुप गरे हो कि भनेको यो युआरएल एक्जिक्युट हुनुभन्दा अगाडि चाहिँ के त यो अथ भन्ने मिडलवेयर चल भने हो कि हैन। यसले चाहिँ के गर्छ लगइन चेक गर्छ लगइन छ भने ठिक छ हैन। अहिले जे रिक्वेस्ट छ त्यसलाई एक्जिक्युट गर्न दिन्छ लगइन हाम्रो मानिलिउँ ड्यासबोर्ड छ भने ड्यासबोर्ड खुल्नु भन्छ। यदि लगइन छैन भने त ब्याक कहाँ जान्छ त भन्दाखेरि त अघि हामीले राखेको थियो नि लगइनमा यो पाथ राखेको छ नि यो पाथमा चाहिँ रिडाइरेक्ट गरिदिन्छ कि उसले यहाँ राखेको थियो नि जुन रिडाइरेक्ट टु हैन। यसमा रिडाइरेक्ट गर्न पछि यसले फेरि तपाईँ चेक गरेर पछि फेरि लगइनमा पुऱ्याइदिन्छ कि त्यहाँनिर है। यो त्यो कसरी हुन्छ म पछि भन्छु नि त तपाईँलाई फेरि। अब यति भइसकेपछि अब जस्तो कोड अप्टिमाइजेसनको कुरा हुन्छ है त अलिकति है भनेको मानिलिउँ हाम्रो प्रत्येक यसरी नै हाम्रो के त प्यानल बन्दै जान्छ होइन। हाम्रो युजरको प्यानल बन्छ यसरी नै अरू 4-5वटा युआरएल थपिन्छ हाम्रो के त क्याटेगोरीको प्यानल बन्छ त्यहाँ पनि 5-6वटा यस्तो थपिन्छ। फेरि हाम्रो न्युजको बन्छ त्यहाँ पनि 5-6वटा थपिन्छ। तर हाम्रो रिपिटेड कोड के भइरहेछ भन्दाखेरि यो जुन छ नि सबैमा कमन के हुन्छ तपाईँको यो एडमिन 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 भने सबैमा कमन हुन्छ कि भने हामीले यो गरिराख्नु पर्दैन कि यसलाई पनि के त कोड अप्टिमाइजेसन पार्टमा हामीले कमन बनाउनु मिल्छ कि होइन। ग्रुप भनेको त कमन हो नि त सबैको लागि एउटै हो भनेपछि एउटा के हुन्छ भन्दाखेरि प्रिफिक्स भन्ने पनि हुन्छ क्या एउटा कि होइन। त्यो प्रिफिक्समा हामीले सर्टेन चिज सेट गऱ्यो भने एडमिन स्ल्यास गऱ्यो भने अब के त यो यिनीहरूबाट सबैबाट मैले हटाउन मिल्छ कि भनेको जति पनि राउट छ नि तिनीहरूलाई हाम्रो नेम स्पेसको जस्तै कन्सेप्ट हो कि। अब यति गर्ने के त यसकोमा अटोमेटिकली के आयो त एडमिन स्ल्यास आउने भयो कि है। भने चाहिँ मैले प्रत्येकमा गएर एडमिन एडमिन लेखिराख्नु परेन कि तर पछि गएर तपाईँले झुक्किनु भएन कि सबैले के सम्झिनु पऱ्यो त यो युआरएल भनेको के त यसको अगाडि के छ एडमिन स्ल्यास छ भने पनि सम्झिनु चाहिँ पऱ्यो है त। त्यसै गरी अब यो त भयो अर्को प्याटर्न हाम्रो के पनि छ सबैमा के छ एडमिन डट हामीले राख्छौँ भनेको छौँ होइन। भनेपछि के यसलाई पनि हामीले के त त्यसै राख्न सकिन्छ कि भनेको प्रिफिक्सलाई एउटा एज भन्ने माथि पनि राख्न सकिन्छ होइन। यसो गरेर यहाँ के गर्छु एडमिन डट भनेर राख्छु है त। भनेपछि सबैतिरबाट मैले के गर्छु अब यो एडमिनलाई पनि मैले हटाउनु पाएँ। अब हामीले गर्दै जाँदा यसरी नै सकेसम्म कोडलाई चाहिँ सानो सानो अप्टिमाइज गर्दै लान्छौँ कि सकेसम्म किन पर्दा थोरै कोड हुनु पऱ्यो कि हामीसँग होइन।
अनि कोडहरूलाई मैले मिलाएर राखौँ, किन पछि हामीसँग धेरै कोडहरू हुन्छ यो राउटहरू होइन, त्यतिखेर फेरि कन्फ्युज हुन्छ खोज्नलाई, त्यही भएर फर्मेट जस्तो बनाएर राख्ने होइन। यसो राखिदिने, युजर्सलाई पनि एउटा ग्याप दिनु। यति भएपछि हाम्रो के त लगइन सेटअप भयो होइन। अब चाहिँ कपी गरौँ, पेस्ट, इन्टर, टेस्ट भन्ने आयो, टेस्टमा जाउँ। अब यति भएपछि अब हामीले चाहिँ अब एडमिनको सेमेसको कामहरू अब कन्टिन्यू गर्न पाइयो क्या। हाम्रो लगइन सिस्टम भइसकेपछि लगइन भयो, लगआउट भयो। अब चाहिँ कुन कुन प्यानल बनाउने हो होइन, डाटा बेसहरू तान्ने, डाटाहरू देखाउने कामहरू हामीले गर्दै गर्दै जानुपर्छ है त। सुरुमा म के गर्छु भन्दा युजर प्यानलको लागि सबै जति पनि मसँग प्यानलको जस्तो क्रुड अपरेसन हुन्छ नि त्यतिको लागि सबै राउट पहिला बनाउँछु है त। है भनेको अहिले मैले के बनाएको छु, दुईवटा बनाएको छु, युजर र एउटा भनेको यो के हो त लिस्टको लागि, यो भनेको त एड फर्मको लागि। त्यसै गरी मसँग अर्को के हुन्छ त एड फर्मलाई सब्मिट गर्ने पनि त युआरएल हुनु पऱ्यो एउटा, भनेको सब्मिट हुन्छ नि त्यो के त पोस्ट भनेर आउँछ होला होइन। अनि त्यसको युआरएल के हुन्छ, युजरको एडको स्टोर भनेर राख्छौँ है त। यो स्टोर हो भने हामीले यहाँनिर यसको राउटको नेम पनि युजरको एडको डट स्टोर भनेर राख्छौँ। यसलाई चाहिँ म एड भनेर राख्छु है त। अब मैले यदि यहाँ एड भनेर राखेन भने के हुन्छ, मेरो यहाँनिर एरर आउनुपर्ने है, किन एरर आयो, किनभने यहाँनिर जुन हाम्रो युआरएल राखेको थिएँ नि मैले नेम, त्यो त चेन्ज गरेको थिएँ नि त मैले, राखेको छैन। के गरेँ ए युजरको एड त्यो होइन, यस्तो यो एड होइन कि यस्तो चाहिँ गर्नु भएन। त्यो एड भयो, यसलाई चाहिँ के गरौँ, यसलाई चाहिँ स्टोर गर्नु पऱ्यो कि है। अलरेडी हामीसँग एड त भइहाल्यो, युजरको के हो त एड भनेको एड फर्म भयो, यो भनेको त स्टोर भयो कि। अब यसलाई हामीले सिधै स्टोर मात्रै राखेको नि भयो है त। यो प्याटर्नमा जाउँ। त्यसै गरी मलाई अर्को के चाहियो, एडिटको फर्म खोल्ने युआरएल चाहिन्छ होइन। एडिटको फर्म खोल्न म के गर्छु त, यो माथिको यसलाई कपी गर्छु है। अब नर्मली एड र एडिटमा के फरक हुन्छ, एडको युआरएल र एडिटको युआरएल भन्दाखेरि एड भनेको नर्मली के त त्यहाँ चाहिँ हामीले केही आइडियाहरू पठाउनु पर्दैन, तर एडिटमा के पर्छ त कुन चाहिँ एडिट गर्ने भने त पठाउनु पऱ्यो नि त। भनेपछि हाम्रो एडिटको युआरएलमा के हुनु पऱ्यो, एउटा भेरिएबल पनि पठाउनु पर्छ, एउटा आर्गुमेन्ट पनि पठाउनु पऱ्यो कि। जस्तो आइडी भनेर पठाउँछु भनेको कुन चाहिँ जस्तो युजरलाई अपडेट गर्ने हो त एडिट गर्ने त्यो पठाउनु पऱ्यो नि त होइन। एडिट फर्ममा त हामीले डाटा पपुलेट गरेर ल्याउनु पऱ्यो। अब कसको पपुलेट गर्ने भन्दाखेरि हाम्रो एउटा कुनै न कुनै त चाहियो नि त नोटेसन होइन, अथवा कुनै कि जसको आधारमा चाहिँ हामीले युजर फाइन्ड गरिन्छ भने चाहिँ यसमा चाहिँ हामीले के हुने हो, एउटा प्यारामिटर जान्छ कि होइन। अब यसरी नै हाम्रो राउटको नेम पनि चेन्ज गरौँ, युजरको के भयो त एडमिन डट युजर डट एडिट हुने भयो होइन। यसलाई पनि अलि मिलाएर टक्क फर्मेट गर्दै लैजाउँ। त्यसै गरी पोस्ट टाइपको अर्को मेरो के हुने भयो, यसलाई कपी गर्छु। यो चाहिँ के हो त एडिट फर्मलाई सब्मिट गर्दाखेरि कुन युआरएल जाने भन्ने भयो कि होइन। सब्मिट गर्दा युजरको अपडेट भनेर बनाउँछ यसलाई, यसले पनि कुन चाहिँ आइडीमा अपडेट गर्ने भन्ने चाहियो होइन। यति गरेर बनाउँछ, यसलाई के गर्नु पऱ्यो, एडिट भयो, यो चाहिँ यसलाई भनौँ अपडेट है त। अपडेट गरेँ। अनि यस्तै मलाई अर्को के चाहिन्छ, एउटा डिलिट पनि चाहियो होइन। मानिलिनु मलाई युजर डिलिट गर्नु पऱ्यो भने मलाई त्यसको लागि एउटा युआरएल चाहियो। यहाँ गएर गेट गरेर यसलाई के गर्छु, डिलिट गर्छु। यसलाई पनि आर्गुमेन्ट दिनु पऱ्यो, किनभने कुन चाहिँ युजरलाई डिलिट गर्ने भन्ने पनि चाहियो होइन। यहाँ गएर डिलिट गरेँ। अब के त मैले युआरएल र राउट त बनाएँ, अब मलाई के चाहियो मेथड पनि त मिलाउनु पऱ्यो होइन। सबैले एडमा त जाँदैन, यसले एडमा पुऱ्याउँछ भने तपाईँको स्टोर भयो, यो जुन स्टोर हुन्छ नि एडबाट फर्मबाट आएको त्यसलाई हामी के त स्टोर भनेर मेथड बनाउँछौँ। यसलाई के बनाइदिउँ, एडिट भन्ने नै बनाइदिउँ। यसलाई के बनाउँ, अपडेट भन्ने बनाऊँ होइन। यसलाई भनेको डिलिट भन्ने बनाऊँ है त है। अब हाम्रो यति भएपछि सबै प्यानल हामीले के गर्दा, अब जस्तो मैले नेक्स्ट प्यानल बनाएँ भने के हुन्छ, यही हो कि यति कपी गर्छु होइन। जस्तो युजरको लागि नि के, जस्तो मैले अर्को प्यानल हाम्रो के हुनसक्छ क्याटेगोरी होइन। क्याटेगोरी हो भने के गर्छ त, मेरो प्याटर्न त एउटै छ होइन। यसलाई अझै गरेर एकैचोटि मैले क्याटेगोरी बनाउने बित्तिकै त मेरो अर्को लागि भयो कि। अब अर्को स्टेप भने मैले के गर्नु, युजर भन्नेलाई मैले के गरिदिन्छु, क्याटेगोरीमा बनाइदिन्छु। यति गर्ने बित्तिकै के त मेरो राउट तयार भइहाल्यो कि अर्काको लागि है। त्यही भएर हामीले एउटा प्याटर्न फलो गर्दै गरिरहन्छौँ। अहिले यसलाई नगरौँ। यति भएपछि मसँग सबै युआरएल रेडी भयो। अब मैले जस्ट के बनाउनु पऱ्यो, प्यानल बनाउँदै जानु पऱ्यो है त।
अब हामी चाहिँ फाइनल्ली गरौँ है काम गर्नुहोस्। अब यो युजर प्यानलमा जाँदा हाम्रो के हुनु पऱ्यो, युजर भन्ने टेबलबाट डाटा तानेर ल्याएर अब डाइनामिकली यहाँ डाटा देखाउनु नि पऱ्यो। अहिलेसम्म हामीले स्ट्याटिक एचटिएमएल मात्रै देखाएको छ होइन। भनेपछि अब बल्ल हाम्रो डाटाबेसतिर पुग्यो कि हाम्रो मोडेलमा अब चाहिँ चाहिन्छ है त है। अब यहाँ जाउँ हामी ड्यासबोर्डमा होइन कि के जानु पऱ्यो भन्दा युजर कन्ट्रोलमा होइन। अब यहाँ गएर हाम्रो भ्यूमा पुग्नुभन्दा अगाडि हामीलाई के चाहियो त, अब युजर भन्ने टेबलको डाटा चाहियो कि होइन। युजरको डाटा तान्नु पऱ्यो नि त, भनेको हाम्रो के हुनु पऱ्यो, यो रो आउनु पऱ्यो कि होइन। यो रुटवाला युजरको आएर चाहिँ यो रुट भन्ने चाहिँ यहाँ देखिनु पऱ्यो कि रुटको डाटा होइन। अझ हाम्रो यहाँ भ्यूमा जानुभन्दा अगाडि हामी के गर्छौँ, अब मोडेलको काम गर्छौँ कि मोडेलको थ्रुबाट चाहिँ हामीले के चाहिँ डाटा तानेर चाहिँ अनि भ्यूमा सप्लाई गर्छौँ भनेपछि अब मोडेलको काम है त। अब मोडल कसरी गर्ने भन्दाखेरि अब मोडल भनेको हाम्रो के त इलोकेन भन्ने हुन्छ है त। इलोकेन भन्ने जाउँ तलपट्टि हुन्छ गेटिङ स्टार्टेड भन्ने है। अब इलोकेन भने के भन्दाखेरि जस्तो ओआरएम भन्ने एउटा कन्सेप्ट हुन्छ है, तपाईँ टिपेर राख्नु होइन, रिसर्च गर्नु होला ओआरएम भने के हो भनेर है। ओआरएम भने चाहिँ कस्तो भन्दाखेरि नर्मली बेसिक कन्सेप्ट भनिदिन्छु म होइन, अरू त तपाईँले रिसर्च गर्नु। अब कस्तो हुन्छ भने हाम्रो जुन रिलेसनल डाटाबेस हुन्छ नि, यो माइस्क्यूएल यिनीहरूले डाटा दिँदाखेरि के हुन्छ, हामीले नर्मली कोरमा गर्दा के हुन्थ्यो गेट रो, यस्तो माइस्क्यूएल रो माइस्क्यूएल डाटाहरू के हुन्थ्यो नि, यस्तो फङ्सनहरू हुन्थ्यो। त्यसले के गर्छ तपाईँलाई एउटा एरर रिटर्न दिन्थ्यो कि डाटाहरूलाई। अब यसले चाहिँ के गर्छ इलोकेन तपाईँको ओआरएमले चाहिँ भन्दाखेरि, ओआरएम भनेको एउटा टेक्नोलोजी हो होइन, त्यो फलो गरेर चाहिँ के त इलोकेन बनायो है त है। इलोकेन भनेको ओआरएम नै हो कि, तर के त त्यो एउटा टेक्नोलोजी फलो गरेर चाहिँ त्यसले एउटा सिस्टम बनाएको इलोकेन भन्ने है। अब यसले के गर्छ भन्दाखेरि नि तपाईँको एउटा इलोकेनको मोडेलले चाहिँ तपाईँको एउटा टेबललाई चाहिँ इन्सिएट गरेर त्यसलाई अब्जेक्टको फर्म जस्तो बनाउँछ कि। एउटा नर्मल तपाईँको रिलेसन डाटाबेसको टेबललाई चाहिँ अब्जेक्ट बनाएर काम गरेर हुन्छ कि है। भनेको पछि मैले जस्तो डाटा हाल्ने बेलामा सिधै गएर क्वेरी गरेर ल इन्सर्ट चाहिँ गर्दिनँ कि, सिधै एउटा क्लासमा चाहिँ क्लासको प्रोपर्टिजमा हालेर जस्ट सेभ गर्ने बित्तिकै के हुन्छ त्यो डाटा सबै सेभ हुन्छ कि होइन। भनेको एउटा रिलेसन डाटाबेसको टेबललाई चाहिँ के त ओआरएमले के गर्छ भन्दा एउटा अब्जेक्टको फर्ममा चेन्ज गरिदिन्छ कि। अनि हामीले काम गर्दा नि के त त्यो अब्जेक्टमै काम गर्छौँ कि। हामीले हेर्दाखेरि अब्जेक्टमा काम गरे जस्तो हुन्छ, तर इन्टरनली के त फेरि लास्टमा गएर त्यो क्वेरीहरू बनाएर त्यसरी नै फाइनली काम गरिरहेको हुन्छ कि होइन। अब हामीलाई चाहियो एउटा के भन्दाखेरि मोडेल चाहियो अरे। सपोज मानिलिउँ युजर टेबलको लागि काम गर्ने मोडेल चाहियो भने अब हामीले मोडेल क्रिएट गर्ने पनि हामीसँग आर्टिसन कमान्डहरू हुन्छ होइन। PHP आर्टिसन मेक मोडल गरेर युजर हामीले नेमहरू दिँदै गएपछि बन्दै जान्छ कि। तर युजर भन्ने टेबलको लागि अलरेडी हामीसँग सिस्टमले नै मोडेल बनाइदिएको हुन्छ है त एउटा है। अब युजर भन्ने छ होइन, अब यहाँ विभिन्न चिजहरू छ होइन, हाम्रो अब चाहिने नचाहिने चिजहरू अहिले छ। हामी अहिले योतिर नजाउँ, अहिले म के यो कसरी मोडेलले काम गर्छ एक्सप्लेन गर्दिनँ है त। नेक्स्ट स्टेपमा गएर जब हामी अरू क्याटेगोरी बनाउँछौँ त्यतिखेर चाहिँ म्यानुअली बनाएर अनि म एक्सप्लेन गर्छु है त फेरि। अब अहिले जस्ट के बुझिराखौँ भन्दाखेरि युजर भन्ने मोडेल मैले कहीँबाट कल गरेँ भने त्यो के गर्छ त, यसले युजर भन्ने टेबललाई पोइन्ट गरे हुन्छ कि होइन। यसको थ्रुबाट मैले डाटा तान्न थालेपछि त युजर भन्ने टेबलको चाहिँ हाम्रो डाटाहरू आउँछ कि। अहिले त्यति बुझौँ है त। अब सपोज मलाई युजर भन्ने टेबलको मलाई डाटा तान्नु पऱ्यो भने मैले के गर्छु, एउटा डाटा भन्ने सेट गर्छु होइन, एरे टाइपको डिफाइन गर्छु। अब डाटा भन्नेमा एउटा रोज भनेर राख्छु। यो पनि एउटा तरिका मात्रै है त, हामीले सिधै गरेर जसरी गरे नि हुन्छ, एउटा प्याटर्न फलो गरेर हो। किन भन्दा पछि गएर हामीले यो कोडलाई कपी पेस्ट गर्छौँ कि। यो प्यानल बनाएपछि यो प्यानललाई कपी पेस्ट गरेर अर्को प्यानल हाम्रो लगभग यो 15-20 मिनटमा अर्को प्यानल पुरै कम्प्लिट हुन्छ कि। त्यो लेभलको बनाएर चाहिँ हामीले के त एउटा प्याटर्न फलो गर्दै 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 स्टेप बाई स्टेप गइरहेको हुन्छौँ होइन। रोज भन्नेमा के गरेँ, युजर भन्ने मोडललाई कल गर्छु हो। यो हाल्ने बित्तिकै आयो युजर भन्ने मोडल माथि आयो, एपभित्रको युजर भनेको के हो त यही हो। यसको थ्रुबाट मैले एउटा फङ्सन हुन्छ यहाँनिर मेथड अल गर्ने बित्तिकै जिडी गरेर त्यो एरेलाई प्रिन्ट गरेँ होइन। तपाईँ यति गर्ने बित्तिकै त्यो डाटाबेसबाट टेबलबाट डाटा आइसक्यो कि हामीसँग होइन। यो कलेक्सन युजर भन्ने एउटा आयो, हामीसँग एउटा मात्रै डाटा छ, त्यही भएर के आयो त एउटा आइसक्यो कि होइन। अब हामीले यहाँ क्वेरी सोरी केही गर्नुपर्छ त, केही गर्नु परेन नि, सिम्पल के त त्यो मोडललाई कल गर्यो, त्यसको इन्स्टेन्समा चाहिँ मैले के गरेँ अल भन्ने एउटा मेथड कल गरिदिने बित्तिकै के गरेँ मेरो डाटा आयो क्या होइन। इलोकेन भनेको त्यही हो कि, हामीले के त हाम्रो भन्दा त्यो डाटाबेसको लेयरभन्दा माथि गएर बसेर चाहिँ अब्जेक्टको फर्ममा चाहिँ काम गरिदिरहेको हुन्छ कि है। अब हामीलाई यो अल भन्दा पनि अब अर्को स्टेप हामीले के हेर्नुपर्ने हुन्छ भन्दाखेरि जस्तो हाम्रो यो जुन टेबल छ नि, त्यहाँदेखि हाम्रो यहाँ भएको डाटाहरू सबै देखाउँदैन कि, यहाँ भएको सर्टेन डाटाहरू मात्रै देखाउनुपर्छ। जस्तो नेमहरू होइन, पासवर्ड देखाउनु परेन, त्यसै गरी हामीलाई यो रिफ्रेस टोकन देखाउनु परेन, अपडेट क्रिएट नदेखाए भयो होइन। त्यसै गरी जेन्डरहरू स्टाटस देखाउनु परेन भने सर्टेन चिज मात्रै तान्छौँ भनेपछि हामीले के गर्छ तान्दाखेरि पनि के गर्ने, जुन जुन कलम चाहिन्छ नि त्यसको मात्रै डाटा तान्ने हो क्या। मैले यदि अल गरेँ भने के हुन्छ भन्दा मेरो त्यो टेबलभित्रको सबै रोको सबै कलम तान्छ कि, भनेको मेरो के त यसमा मेरो भोल्युम त युज भयो नि त, त्यसले त रेस्पोन्स त दिनुपर्छ ब्राउजरलाई
भनेपछि तपाईँको त ब्राउजरको लोडिङ टाइम बढ्न सक्छ कि यदि धेरै डाटा छ भने कि। तर यसैलाई मैले के गर्छु त अब सेलेक्ट गरेर जुन जुन कलम मात्रै मलाई चाहिन्छ नि त्यो कलम मात्रै तान्यो भने के त मेरो डाटाको साइज त घट्यो नि त अलिकति। त्यसको लागि हामीले के पनि फलो गर्छ यो कन्सेप्ट पनि लिनुपर्छ है। जस्तो मलाई के चाहियो होला त आइडी चाहियो होला है, त्यसै गरी क्रिएटेड डेट चाहियो होला होइन। यो भनेको त मैले त्यो टेबलमा के फिल्डहरू देखाउँछु त्यो ताने हो कि होइन। अर्को मैले के देखाउँछु इमेल देखाउँछु होइन। त्यसै गरी अर्को भनेको स्ट्याटस भने यति मात्रै देखाउँछु भने चाहिँ मलाई यति मात्रै कलम तान्नु पऱ्यो कि। सेलेक्ट गरेँ त्यस पछाडि अब के गर्दा अनि गेट युज गर्नुपर्छ कि होइन। अब अहिलेको र अहिलेको डिफ्रेन्स हेरौँ है त। अहिलेको यो भयो, अब अहिलेकोमा क्वेरी गर्दा के हुन्छ। क्रिएटेड डेट छैन भनेको क्रिएटेड एट होला होइन। अब यसमा डिफ्रेन्स होइन त, यो पनि सेम त्यस्तै छ स्ट्रक्चर। अब यहाँ मात्रै डिफ्रेन्स हुन्छ कि। जस्तै यसको एट्रिब्युट कतिवटा छ, 4वटा मात्रै छ। तपाईँले यहाँ गएर यसको एट्रिब्युट हेर्नु भने के हुन्छ 12वटा छ नि, जुन मध्ये हामीलाई 4वटा मात्रै चाहिने छ, अरू सबै नचाहिने डाटा हो कि। भनेपछि मैले के गर्दा यो मात्रै तान्ने भने चाहिँ तपाईँ यो भोल्युम घट्ने बित्तिकै तपाईँको सर्भरले ब्राउजरलाई दिने जुन रेस्पोन्सको भोल्युम हुन्छ नि क्वान्टिटी त्यो पनि घट्ने भयो कि। भनेपछि के त हाम्रो अलिकति केही न केही अप्टिमाइजेसन हाम्रो जस्तो स्पिड अप्टिमाइजेसन हुन्छ नि कोडको त्यसको पार्टहरू हो कि यो चाहिँ होइन। अब यस्तो चिजहरू पनि याद गर्दै जानुपर्छ। अब यति भएपछि ल ठिक छ, हाम्रो कन्ट्रोलरसम्म त डाटा त आयो, हाम्रो टेबलको डाटा आयो। अब हामीले पास कसरी गर्ने त, भ्यूमा डाटा पास गर्नु पऱ्यो कि। अब भ्यूमा डाटा पास गर्नलाई एउटा के हुन्छ भन्दाखेरि पिएचपीमा एउटा कम्प्याक्ट भन्ने हुन्छ कि है। कम्प्याक्ट भन्नेमा के हुन्छ भन्दा यसको काम चाहिँ तपाईँको यो मेथडको स्कोपमा जुन जुन भेरिएबल छ नि त्यसको नाम चाहिँ तपाईँले एउटा सिम्पल स्ट्रिङ जस्तो दिनुभयो भने ठ्याक्कै यो भेरिएबल जस्तो स्ट्रक्चर छ नि त्यो यसकै डिफिनेसन चाहिँ के हुन्छ तपाईँको भ्यूमा पुऱ्याइदिन्छ कि उसले भनेको। अर्को तरिका भनेको अझ सजिलो बुझ्नलाई पहिला चाहिँ यसरी गर्नु है त। मैले यो गरेँ भ्यूमा डाटा भन्नेमा डलर डाटा लगायो भने के हुन्छ त। अब डाटा भन्ने एउटा भेरिएबल यसमा जे भ्यालु छ नि त्यो चाहिँ के भयो त डाटा भन्ने भेरिएबलमा भ्यूमा गयो कि। जब मैले के गर्न सकेँ त भ्यूमा गएर मेरो भ्यू भनेको के हो इन्डेक्स हो। युजरको इन्डेक्स छ नि होइन। अब यहाँ गएर चाहिँ मैले त्यो डाटाहरूलाई युज गर्न पाउने भयो कि अब होइन। डाटा भन्ने मेरो भेरिएबल चाहिँ अब मैले यहाँ युज गर्न पाएँ। सबै मैले अहिले एकछिनको लागि डिडी गरेर सिधै प्रिन्टै गरिदिन्छु त। डलर डाटालाई प्रिन्ट गरेर त के हुँदो रहेछ आयो होइन। मैले उताबाट पठाएको डाटा आयो क्या। यदि अब मैले त्यो पठाएन भने के हुन्छ त होइन। मेरो भ्यूमा डाटा गएको छैन भने चाहिँ अनडिफाइन्ड भेरिएबल डाटा भनेर आयो भने चाहिँ भ्यूमा हामीलाई पठाउनलाई के गर्नु पऱ्यो त यसरी पठाउनु पऱ्यो कि होइन। मैले के गरेर चाहिँ यहाँ जे नाम दिएको चाहिँ त्यही नाममा चाहिँ मैले पठाएँ भनेपछि यहाँ जस्तो स्ट्रक्चर छ मैले उता पनि त्यही स्ट्रक्चर युज गर्न पाएँ नि त। जस्तो मैले डाटाको रोजे गर्न पनि पाएँ उतापट्टि गएर होइन त्यसो गर्न पाएँ होइन। यसरी प्रिन्ट भयो नि त। भनेपछि अब के त यसो गरिराख्नु भन्दा यसको सर्टकट के छ भन्दाखेरि यसलाई मैले हटाएर सेम यही भनेको के त कम्प्याक्ट हो कि। कम्प्याक्ट गरेर मैले सिम्पल डाटा मात्रै राखेँ भने के भयो त यो डाटा भन्ने भेरिएबलमा यसको भ्यालु जे छ नि त्यसलाई लगेर एसाइन गर्दै जान्छु। अघि जे थियो अहिले पनि त्यही हुन्छ कि हो होइन। अब हामीले भ्यूमा डाटा पास गर्दा के गर्छौँ त यसरी कम्प्याक्ट गरेर पास गर्छौँ है त। यहाँसम्म क्लियर छ? कन्फ्युज भने सोध्नु है। तपाईँहरू बोल्नु भएन ल बुझ्यो भने बुझिरहन्छु मैले है। कन्फ्युजन सोध्नु कि किनभने जस्तो तपाईँले कन्फ्युज हुनुभयो चुप लगाएर बस्नु भने जस्तो यही स्टेप फलो गर्दै अब फर्दर जान्छौँ कि। तपाईँको अरू क्लासमा पनि यही डिस्टर्ब हुन्छ अर्कोमा यही डिस्टर्ब हुन्छ कि। जति हामीले गर्छौँ नि तपाईँले कम्प्लिट नबुझ्यो नि जस्तो फ्लो मात्रै बुझ्यो भने हुन्छ कि होइन। अहिले के भइरहेको छ त्यति चाहिँ बुझ्नु पऱ्यो कि किनभने यसमै बेस गरेर अब अर्को क्लासमा पनि बढ्दै जान्छौँ कि। अहिले हामीले एकदम सिम्प्लेस्ट गरिरहेको छौँ कि अब यसलाई नि के त अलिकति थोरै कम्प्लेक्स हुँदैखेरि जान्छ कि। अहिले भने एकदम बेसिक हो कि यिनीहरू होइन। तपाईँले अहिले यही बुझ्नु भएन भने अब नेक्स्ट क्लासमा अरू पनि तपाईँले नबुझ्न थाल्नुहुन्छ कि। त्यही भएर जति यहाँनिर गरिन्छ नि त्यति चाहिँ हामी बुझ्दै जाउँ क्या। बरु रिपिट गर्छु होइन रिभिजन गरौँ त्यसमा प्रब्लम भएन है। अब अहिले के बुझौँ भन्दाखेरि यो मोडलले चाहिँ हामीलाई के दिने भयो त डाटा दिने भयो डाटाबेस टेबलबाट होइन। अनि अब अर्को हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यसले दिने डाटा भनेको तपाईँको कस्तो टाइपमा छ एउटा कलेक्सन भन्ने क्लास छ नि अनि त्यसको इन्स्टेन्स दिन्छ कि है। अब यो किन हो भन्दाखेरि कलेक्सन भन्ने क्लासको इन्स्टेन्सभित्र चाहिँ हामीले विभिन्न अरू एडिसनल फङ्सनहरू युज गर्न पाइन्छ कि। सपोज मैले एक्जाम्पलको लागि मलाई यसमा होइन मैले यहाँ डिडी गरेँ भने डिडी गरेर यहाँ प्रिन्ट गर्ने के त यसमा आउने डाटा भने के त हाम्रो यो कलेक्सन भन्ने क्लासको डाटा हो नि त
जब यो भनेको के त एउटा अब्जेक्ट हो कि हैन यो अब्जेक्टको थ्रुबाट अथवा यसलाई यो एउटा क्लासको अब्जेक्ट हो भनेपछि यो अब्जेक्टको थ्रुबाट मैले के त यो क्लासमा जति पनि मेथडहरू छ नि त्यो मैले एक्सेस गर्न पाएँ नि त भनेको यो क्लासभित्र विभिन्न हेल्पर मेथडहरू हुन्छ कि जस्तो त्यो हेर्ने हो भने हामी यहाँ गएर कलेक्सन भन्ने हुन्छ कि है इलेक्ट्रोनिक कलेक्सन त यहाँ गएर हेर्नुहुन्छ नि तपाईँको त्यो जो आएको जुन डाटा छ नि त्यसमा तपाईँले यति चिजहरू युज गर्न पाउनुहुन्छ कि भनेको यो फङ्सनहरू जति पनि छ नि भने त्यसमा तपाईँले लुप लाउन पाउनुभयो अनि त्यसै गरी फर्स्ट भनेको त त्यो एरे त्यो अब्जेक्टभित्र सबभन्दा मान्ने 10 वटा डाटा आएको छ भने त्यसको फर्स्ट डाटा तान्नु छ भने कि त सिधै फर्स्ट गर्ने बित्तिकै तपाईँले डाटा आयो अनि त्यसै गरी अन्ली भन्ने छ के विभिन्न छ क्या होइन त्यो मध्ये जस्तो अहिले इक्जाम्पलमा के दिन्छु भन्दाखेरि सपोज मसँग कतिवटा डाटा आएको छ मलाई प्रिन्ट गर्नु पऱ्यो भने मैले के गरेँ सिम्पली यो डाटाको रोज भने के हो त कलेक्सनको त्यो क्लासको अब्जेक्ट हो अब्जेक्ट भन्ने बित्तिकै त्यो क्लासभित्र के छ एउटा काउन्ट भन्ने पनि हुन्छ मेथड त्यो काउन्टलाई मैले कल गर्न पाएँ कि यति गर्ने के त यो भित्र मसँग कतिवटा डाटा छ अब यो टेबलमा कतिवटा डाटा छ मैले थाहा पाइहाल्छु कि कतिवटा रहेछ 1 रहेछ कि भनेपछि यस्तो चिजहरू हामीले के त फङ्सनहरू युज गर्न पाइन्छ कि हामीले युज गर्दै जाँदा 2-4वटा अरू पनि युज गरिन्छ होइन त्योदेखि बाहेकको भनेको चाहिँ के त हामीलाई अब कोडिङ गर्दै जाँदा अब रिक्वायरमेन्ट बढ्दै जाँदाखेरि हामीलाई के रिक्वायरमेन्ट त्यो अनुसारले अब युज गर्दै जाने हो कि है ल ठिक छ अब हामीले नेक्स्ट के गर्नु पऱ्यो त्यो आएको डाटालाई चाहिँ हामीले रेन्डर गरेर यहाँ देखाउनु पऱ्यो कि होइन यो हामी स्ट्याटिक डाटालाई चाहिँ डाइनामिक बनाउनु पऱ्यो यहाँ चाहिँ यसलाई यहाँ राख्छु अब हामीले स्ट्याटिक डाटा भनेको के त यो टिआर जुन रो छ नि यो रिपिट त भइरहेछ नि होइन टिआर भनेर अब हामी के गर्छौँ यसको एउटा मात्रै राखेर अरू सबैलाई हटाउँछौँ किन भन्दाखेरि हामीले लुप लाएर चाहिँ होइन यसैलाई रिपिट गरेर लुपमा देखाउने हो कि हामीसँग मान्यो अहिले एउटा छ 10वटा भए पनि के हुन्छ त त्यो डाटालाई हाम्रो रोजलाई त हामीले फरिजमा लगाइदिन्छौँ फरिजले के गर्छ प्रत्येकचोटि 10वटा नहुन्छ चाहिँ लुप भावे गर्छ अनि यसैलाई चाहिँ हामीले डाइनामिक बनाएर डाइनामिकली भ्यालु हालेर चाहिँ बनाउँछौँ कि लुप थाहा छ नि फरिजहरू फरिज थाहा छ फरिज थाहा छैन जस्तै हो पहिला फरिजले कसरी काम गर्छ त्यो बुझ्नु पऱ्यो होइन यहाँ गएँ एरेहरू त हामीलाई थाहा छ नि एरेले कसरी काम गर्छ भनेर त होइन जस्तो मैले यसलाई के अरे एउटा एरे टाइपको डिफाइन गरेँ सपोज होइन डाटालाई नै अब मैले यहाँ जहाँ गरेँ के गरेँ भन्दाखेरि एउटा एरे अथवा म सिधै डिफाइन गरिदिन्छु ल यहाँनिर यहाँ गएँ जस्तो इन्डेक्स भनेको रोल 1 भन्ने छ अरे रोल 1मा को छ राम भन्ने छ त्यसै गरी गर्दै गएँ होइन रोल नम्बर 2 भनेको यो छ 3 यो भयो 4 यो भयो मिलन अरे मनन यसरी आयो होइन यसरी के छ यो डाटा भनेको तपाईँ के त एउटा एरे डाटा हो कि होइन एरे भेरिएबल हो यहाँभित्र के छ विभिन्न एउटा रोल 1 भन्ने इन्डेक्स छ त्यसमा के छ भ्यालु राम भन्ने छ अर्को इन्डेक्समा के छ मदन छ अर्को इन्डेक्समा के छ मिलन छ अर्को इन्डेक्समा हरि छ कि अब तपाईँको डाटाको स्ट्रक्चर यस्तो छ तपाईँलाई प्रिन्ट गर्नुपर्ने कस्तो छ भन्दाखेरि एचटिएमएल हाम्रो ब्राउजरमा सपोज मानिलिउँ होइन रोल 1 भनेको चाहिँ के हुनु पऱ्यो राम आउनु पऱ्यो त्यसै गरी अर्को लाइनमा के आउनु पऱ्यो रोल नम्बर 2 भनेको होइन ल मदन भन्ने आउनु यसरी हामीलाई प्रिन्ट गर्नु छ भने चाहिँ अब हामीले यसलाई के त फरिज लगाएर चाहिँ हामीले होइन सजिलो तरिकाले गर्न सक्छौँ कि जस्तो फर इक्जाम्पल फरिज भनेको के त एरेमा चाहिँ काम गर्ने एउटा फङ्सन हो कि होइन फर हुन्छ नि फरले नि के गर्छ त त्यो जबसम्म सकिँदैन लुप लाउँछ नि त्यो भनेपछि के त हाम्रो एउटा इन्डिभिजुअल भ्यालुको रेन्ज दिएर काम गर्ने हो जस्तै इच हुन्छ इचले पनि के गर्छ जबसम्म हाम्रो एउटा कुनै कन्डिसन सेटिस्फाई हुँदैन तबसम्म त्यो लुपमा चलाइ गर्छ त्यस्तै के त हाम्रो लुप हो क्या फरिज भने यसले चाहिँ के छ एरेमा काम गर्छ कि भनेको फरिजको हामीले फर्स्ट भ्यालु के दिन्छ त्यो एरेलाई दिने हो कि है भनेको अब के गर्छ भन्दाखेरि यसको जति पनि इन्डेक्स छ नि जबसम्म त्यो सकिन्छ तबसम्म यो लुप चल्दै गर्छ क्या भनेको मैले यहाँ गएर एउटा भनेको के गर्न सक्छु होइन कि र डलर भ्यालु भनेर गर्न सक्छु कि भनेको अब जबसम्म मेरो यहाँ जतिवटा डाटा हुन्छ त्यतिचोटि मेरो के त लुप चल्छ क्या भनेको प्रत्येकचोटि के त सुरुचोटि यसमा लुप चल्छ दोस्रोचोटि यसमा चल्छ तेस्रोचोटि यसमा चौथोचोटि यसमा होइन पहिलोचोटि चल्दा के त यो रुट भन्छ नि यो किमा गएर के बस्छ त यो इन्डेक्स जुन छ नि एरेको इन्डेक्स यो चाहिँ किमा गएर बस्छ अनि यो भ्यालु भने के त यो किमा जे सेट गराएको छ नि हामीले त्यो चिज गरेर के त अब यसमा बस्छ कि होइन भनेपछि अब मलाई के त यस्तो फर्मुला प्रिन्ट गर्नुपर्ने छ भने मैले के गर्छु भन्दाखेरि अब यसलाई के गर्नु पर्यो भन्दाखेरि सबै मैले एकै गरेँ होइन एउटा एचटिएमएल बनाएँ स्प्यान भनेर बनाएँ एउटा ट्याग स्प्यान
कन्क्याट थाहा छ PHP मा कन्क्याट भनेको जस्तो जोड्ने कि हैन दुईटा स्ट्रिङलाई मलाई अब जोड्नु पऱ्यो जस्तो मानिलियो मैले के गर्छु स्प्यान एउटा भयो हैन त्यसभित्र मलाई अर्को के गर्नुपर्ने छ भन्दाखेरि स्प्यानभित्र यो हाल्नुपर्ने छ भ्यालु हो म चाहिँ डट गरेँ के त एउटा स्ट्रिङलाई चाहिँ अर्को स्ट्रिङले जोडिरहेको छु कि यो एउटा भेरिएबल हो तर यो भित्र के छ एउटा कुनै स्ट्रिङ त छ नि हैन मान्छे यो स्प्यान भन्ने जुन स्ट्याटिक स्ट्रिङ छ त्यसलाई चाहिँ मैले के त भ्यालुभित्र स्ट्रिङसँग जोडिरहेको छु कि हो अब यति गरेर मैले के त कुनै पनि HTML को स्ट्रिङलाई फेरि के गर्नुपर्छ ओपन गरेपछि क्लोज पनि गर्नुपर्छ चाहिँ स्प्यानलाई क्लोज गरेँ हो ठिक छ यति गर्छु अनि यहाँ पछाडि गएर फेरि डट गरेर अर्को जोड्छु हैन यसमा के गर्छु PHP UN भन्ने छ कि यो भनेको त PHP को इन्ड अफ लाइन हो कि नयाँ लाइनमा प्रिन्ट गर भनेको कि मैले यहाँ जे गरेँ अब के हुन्छ यसलाई योभन्दा नि अब अर्को राखौँ योभन्दा भित्रै बिआर भनेर एउटा ट्याग हुन्छ हैन यसले गर्छ न्यू लाइनमा दिन्छ क्या मलाई हो राम मदन मिलन हरि भनेर आयो अब यो कसरी भइरहेछ भन्दाखेरि नि अझ यसमै पुऱ्याउँ है त के सुन्नु अब मलाई अझै यहाँ के गर्नुपर्ने थियो त यस्तो देखाउनु छ भने अब मैले के गर्छु त यो भित्र फेरि जोड्छु हैन अर्को एउटालाई यसमा के गर्छु की भनेर राखेँ हैन कीमा डट जोडेँ अब यो बिचमा फेरि मलाई के त एउटा स्ट्याटिक के राख्नुपर्ने चाहिँ यस्तो खालको राख्नुपर्ने छ नि त भने चाहिँ यो बिचमा फेरि के गर्छु त स्ट्याटिक छ भने चाहिँ हामीले कोडभित्र राखिन्छ हैन अब डाइनामिक हो भने जुन भेरिएबल छ भने चाहिँ सिधै कोडसोड केही गर्नु पर्दैन कि त्यसलाई राख्दै हुन्छ कि यहाँभित्र मैले के यो गरेँ यसलाई स्पेस दिएँ यसलाई स्पेस दिएँ अब प्रिन्ट गर्दा के हुने भयो हो रोल 1 भनेको राम रोल 2 भनेको मदन 3 भनेको मिलन 4 भनेको हरि भनेर आयो अब फरिजले कसरी काम गरिरहेछ भन्दाखेरि प्रत्येकचोटि यो डाटाको प्रत्येक एउटा कीमा काम गरिरहेछ कि हैन फर्स्ट लुप केमा चल्यो त यसमा चल्यो भनेपछि यो कीको भ्यालु के आयो यहाँ आयो कीमा रोल 1 आयो त्यसपछि भ्यालुमा राम आयो यहाँ भित्र छिर्यो इको गर्यो स्प्यान बनायो कीलाई प्रिन्ट गर्यो यो आयो भनेपछि के त हाम्रो फर्स्ट लाइन यो प्रिन्ट भयो कि हो अब फेरि लुप चल्छ किनभने अर्को पनि इन्डेक्स छ फेरि लुप चल्छ अब यो कीमा के आयो हजुर त्यसरी नै जबसम्म हाम्रो लुप सकिँदैन नि डाटा तबसम्म यही सिक्वेन्समा चलिरहेको छ भनेको सेकेन्ड टाइम यो आउने भयो हैन 2 आयो यहाँ आयो थर्ड टाइम फेरि 3 यसमा आयो मिलन आयो फोर्थ टाइम के आयो 4 आयो यसरी नै के त हाम्रो प्रिन्ट हुँदै हुँदै जाने हो कि हैन अब यही लजिकलाई लिएर हामी के गर्छौँ त अब हाम्रो यो जुन डाटा आएको छ नि यसलाई पनि हामी के गर्छौँ यहाँनिर लुप चलाएर देखाउँछौँ कि है अब हामीसँग त्यस्तै खालको एउटा के डाटा छ त हामी रो भन्ने त आएको छ हामीसँग इन्डेक्समा भनेपछि अब अघि जसरी मैले स्प्यानलाई ऱ्याप गरेँ त्यसरी के गर्छु त यसलाई ऱ्याप गर्छु कि है भनेको अब ब्लेडको फरिज युज गर्छु PHP को होइन फरिज गरेर त्यो जुन आएको छ नि डाटाको रो त्यसलाई मैले फर्स्ट प्यारामिटर बनाएँ सेकेन्ड प्यारामिटर एज गरेर डलर की को डलर यसलाई म रो भन्छु है त रो गरेर यसलाई चाहिँ मैले फरिजले ऱ्याप गर्नु पऱ्यो इन गरेर फरिज गर्छु है त अब यति गरेपछि ल हेर्नु है मैले अहिले त्यहाँ भित्र स्ट्याटिकै छ डाइनामिक के डाटा हालेको छैन मेरो कतिवटा डाटा आउनु पऱ्यो यहाँ ब्राउजरमा रो कतिवटा आउनु पऱ्यो 4वटा कसरी 4वटा मैले रामलाई त हटाइदिइसकेँ त्यहाँबाट यो हालालाई त यो त कमेन्ट गरिदिइसकेँ नि त होइन मैले यसको यो डाटा त युज गरेको छैन नि त मैले यसलाई युज गरिरहेको छु भने यहाँ हाम्रो एउटा छ एउटा आउनु पऱ्यो कि होइन किनभने मसँग एउटा मात्रै छ नि त होइन मेरो त्यो डाटामै जम्मा एउटा मात्रै रो छ भने चाहिँ एकचोटि मात्रै लुप चल्ने भयो एकचोटि लुप चल्यो भने त यो एकचोटि मात्रै देखियो होइन अब जस्तो यो स्ट्याटिक डाटालाई चाहिँ हामी के गर्छ डाइनामिक बनाउने हो होइन भनेको हामीसँग डाटा छँदैछ पहिला माथिको उसलाई म्यानेज गर्नु है त हामीले के देखाउँछौँ भन्दाखेरि एउटा भनेको इमेल देखाउँछौँ होला होइन अर्को के तानेको छ क्रिएटेड एड पनि छ भनेपछि अपडेट भन्ने यसरी आएछ क्रिएटेड यहाँ राख्दै अर्को भनेको इमेल र एउटा भनेको स्ट्याटस भनेपछि मलाई यो सायद यो दुईवटा चाहिँदैन भनेपछि मैले एउटा भनेको अपडेटेड एड क्रिएटेड एड देखाउँछु फिल्ड एउटा यो चाहियो अर्को भनेको इमेलको लागि चाहियो अर्को भनेको स्ट्याटसको लागि चाहियो भनेपछि एउटा एक्सनको लागि चाहिँ दुईवटा मलाई एक्स्ट्रा फिल्ड भयो कि भनेपछि मैले दुईवटा फिल्डलाई हटाउनु पऱ्यो कि होइन यो दुईवटा फिल्डलाई मैले हटाइदिएँ अब के मात्रै रहेको थियो एउटा चेकबक्सको लागि रह्यो यो एउटा भनेको इमेलको लागि यहाँ इमेल आउने भयो अब अर्कोमा के आउने भयो क्रिएटेड एड भनेर आउने भयो होइन क्रिएटेड एड भनेर आउने हो अर्कोमा स्ट्याटस भनेर आउने अर्कोमा एक्सन होइन तरको बिग्रियो तर यो त ठिक छ नि त होइन चेकबक्स भयो इमेल क्रिएटेड स्ट्याटस र ब्ल्याङ्क अब यसलाई पनि बनाउनु पर्यो यसलाई पनि यहाँ जतिवटा रो छ त्यतिवटै त चाहियो यहाँ पनि होइन कलम भनेपछि तलपट्टि गएर पनि दुईवटा टिटीलाई हटाइदिउँ सपोज मैले दुईवटालाई हटाएँ भने अब मेरो मिल्छ सिक्वेन्स
ठिक छ। अब यहाँ चाहिँ के त डाइनेमिक बनाउनु पऱ्यो कि कन्टेन्टलाई, यिनीहरूलाई चाहिँ के त त्यो लुप अनुसारको कन्टेन्टलाई डाइनेमिक बनाएर देखाउने मात्रै है त। मैले एकछिन बन्द गरेँ। अब सपोज मैले यो रोमा के देखाउनु पर्ने छ हामीलाई, सेकेन्ड रोमा के देखाउनु पर्ने छ, इमेल हो। अब यो रो भने के हो अब हेर्नु है यहाँनिर, अब लुपमा चल्दाखेरि हाम्रो फर्स्ट लुपमा के आउने भयो, यो आउने भयो कि युजर भन्ने जुन छ नि यो मोडेल आउँछ कि यसको इन्स्टेन्स भने चाहिँ योबाट हामीले के तान्नु पऱ्यो, इमेल तान्नु पऱ्यो कि है। भनेपछि यो रो भनेको हाम्रो लागि के हो त, यही मोडेल हो कि होइन त। रोमा चाहिँ यो मोडेल गरेर बसेको हुन्छ भनेपछि त्यो मोडेलको थ्रुबाट यो मोडेल भनेको के त हाम्रो त्यो युजर भन्ने मोडेलमा के छ, इमेल भन्ने प्रोपर्टी छ भनेपछि त्यो अब्जेक्टको मैले प्रोपर्टी तान्न पाएँ इमेल भनेपछि के भयो त अब हाम्रो यहाँ गर्दा इमेल आयो होइन। त्यसै गरी अब मलाई अर्को के तान्नुपर्ने छ, डेट हो। डेट पनि त्यहीँ छँदैछ होइन। हामीलाई के तान्नुपर्ने हो, क्रिएटेड एड भन्ने हो भनेपछि यहाँ गएर त्यो रोको क्रिएटर तान्छु होइन। त्यसै गरी हाम्रो क्रिएटर पनि आयो। त्यसै गरी अर्को के छ हामीसँग स्ट्याटस। स्ट्याटस भनेको यदि 0 छ भने के हो त्यो इनएक्टिभ हुनु पऱ्यो, यदि 1 छ भने एक्टिभ हुनु पऱ्यो। अब एक्टिभ छ भने हरियो कलरमा देखाइदिने, इनएक्टिभ छ भने यो कलरमा देखाइदिने होइन, त्यसरी होइन है त। अब त्यो गर्नलाई के जानु पऱ्यो भन्दाखेरि हामीले यहाँ कन्डिसन लाउनु पऱ्यो अब चाहिँ होइन। यदि हाम्रो त्यो आएको जुन मोडेल छ रो त्यसको स्ट्याटस चाहिँ स्ट्याटस इज इक्वल्स टु 1 छ भने यो गर एल्स इन इफ है त। प्याटर्न यस्तो हुन्छ त इफ एल्सको होइन। इफ भने यहाँ ठिक छ, एल्स भने यहाँ चाहिँ। अब एल्सको सिनारीमा हाम्रो के हुनु पऱ्यो, एल्सलाई यही हुनु पऱ्यो होइन। कसैलाई के भन्दैनौँ, इनएक्टिभ भनिदिउँ। यदि हाम्रो अब यो एक्टिभ छ भने के गर्नुपर्छ, यो जुन वार्निङ छ नि यो भनेपछि तपाईँको बुटस्ट्र्यापको क्लास हो कि। यदि कुनै डिपमा तपाईँको वार्निङ भन्ने आयो भने उसले के त त्यो कलर सलर हालिदिने हुन्छ कि। बुटस्ट्र्याप फ्रेमवर्क हुन्छ सिएसएसको। हामीलाई यहाँ सक्सेस राख्यो भने अब हरियो आइहाल्छ कि है। यसलाई चाहिँ के गर्नु पऱ्यो, एक्टिभ भनेर बनायो। अब अहिले हाम्रो हरियो आउनु पऱ्यो, रातो आउनु पऱ्यो। केले डिसाइड गर्छ भन्दाखेरि यसले डिसाइड गर्छ कि हाम्रो स्ट्याटस 1 छ भने चाहिँ के आउनु पऱ्यो, एक्टिभ आउनु पऱ्यो नि त त्यहाँ होइन। आयो एक्टिभ है त। अब यसरी नै मान्ने मैले अहिले त हामीसँग एड फर्म बनाएको छैन, तर मैले म्यानुअली एकछिनको लागि इन्सर्ट गर्दै रहेँ होइन। टोकन हालिनँ, क्रिएटेड एड भनेको एउटा यो हाल्दै रेन्डम, अपडेटेड एड भनेको नि एउटा कुनै रेन्डम हाल्दै यहीँबाट युजर भनेको 1234 इमेल पनि 1234@gmail.com राखेँ होइन। पासवर्ड पनि 1234 राखेर अब इन्क्रिप्टेड भएर बस्नु पऱ्यो। अहिले मैले त्यही छोडेर फुल नेम भनेको सबै जे पाए त्यही के होस् अवेलेबल हुन्छ, ठिक छ। अब स्ट्याटस भनेको इनएक्टिभ राखेर मैले गो गरेँ। अब मसँग टेबलमा के आयो त, दुईवटा डाटा छ नि त भनेपछि अब मेरो के हुनु पऱ्यो, यहाँ दुईवटा रो हुनु पऱ्यो। दुईवटा भयो, एउटा एक्टिभ थियो एउटा इनएक्टिभ थियो है। अब यो दुईवटा कसरी भइरहेछ, दुईवटा कसरी आयो भन्दाखेरि अब मैले यहाँ गएर फेरि प्रिन्ट गरेँ नि के छ त, अब मसँग दुईवटा इन्च त कलेक्सनमा दुईवटा इन्स्टेन्स छ कि गरेर प्रिन्ट गऱ्यो भने अघिसम्म के थियो हामीसँग यहाँनिर कलेक्सन एउटा मात्रै थियो। अब के आयो त, दुईवटा आयो नि त। भनेपछि के त मेरो लुप दुईचोटि चल्ने भयो। दुईचोटि चल्दा सुरुचोटि यो अब्जेक्टलाई लिएर काम गर्ने भयो, दोस्रोचोटि यो अब्जेक्टलाई लिएर काम गर्छ होइन। त्यही भएर हाम्रो भ्यालु पनि त्यहाँ चेन्ज भइरहेछ कि है। यो इन्स्टेन्समा गऱ्यो भने के छ त भ्यालुहरू होइन। रुट भन्ने छ भने अर्को इन्स्टेन्समा गऱ्यो भने के छ हाम्रो भ्यालु 1 2 3 भन्ने छ नि त। भनेपछि यो डाटाहरूको आधारमा चाहिँ लुप चलेर चाहिँ हाम्रो त्यो चेन्ज हुन्छ कि कन्टेन्ट। अब हामीले अहिले गर्ने भनेको इन्डेक्समा ल यति नै हो है त। अब हामी ब्याक के जान्छौँ भन्दाखेरि हामी एडमा जान्छौँ होइन। अब जसरी मैले म्यानुअली बनाएँ अब के त यही काम चाहिँ मैले के गर्नु पऱ्यो, मेरो सिमेजबाट चाहिँ बनाउनु पऱ्यो कि। फर्मसम गरेर सबमिट गरेपछि टक्कसँगले हाम्रो युजर एड हुने ठाउँ बनाउनु पऱ्यो है। आज एउटा अर्को काम गरौँ होइन, फर्म सेटअप गरौँ। फर्म सेटअप गरौँ अनि भोलि कन्टिन्यू गरौँला है त अरू चाहिँ होइन। र फर्म सेटअप गर्नुभन्दा अगाडि हामीले एउटा काम के गर्नु भन्दाखेरि यो जुन छ नि हाम्रो यसलाई थाहा ब्रेड कमहरू भन्छ होइन। ब्रेड कम भन्ने टर्म हुन्छ भनेको तपाईँ कुन ठाउँमा हुनुहुन्छ त्यसको चाहिँ एउटा पाथ दिने जस्तो हो क्या, आइडेन्टिफायर जस्तो हो कि होइन। अब ब्रेड कममा जहिले पनि के त होम भन्नेले हामीलाई कहिले कहाँ पोइन्ट गर्नुपर्छ भन्दा जहिले पनि ड्यासबोर्डमा पोइन्ट गराइदिने होइन। अनि ड्यास होम हाम्रो सिस्टमभित्र चाहिँ हामी कहाँ छौँ त, युजर भन्ने प्यानलमा होइन। युजर भन्ने सेक्सनमा कुन प्यानलमा छौँ त्यही लेख्ने हो कि। भनेपछि यहाँ के हुन्छ युजर हुनु पऱ्यो, यो युजर क्लिक गर्दाखेरि यही प्यानलमा आउनु पऱ्यो कि युजरकै प्यानलमा, र यहाँ के हुनु पऱ्यो लिस्ट भनेर हुनु पऱ्यो कि। त्यसै गरी एड फर्म खोल्छौँ भने होम
युजरको एड भनेर हुनु पऱ्यो हैन त्यसरी बनाउँछौँ है त होमको होम भइहाल्यो यहाँ गएर राउट के छ एडमिनको डट ड्यासबोर्ड भन्ने बित्तिकै हाम्रो यसको URL बन्छ होला हैन मैले यहाँ क्लिक गर्दाखेरि त अब ड्यासबोर्ड जानु पऱ्यो है यो हो त्यसै गरी अर्को के बनाउँछ हामीले यो प्यानल के हो हाम्रो युजर भन्ने प्यानल हो अब यसको राउट हामी के राख्छौँ भन्नु त एडमिन डट युजर हो हाम्रो लिस्टको भनेको त एडमिन डट युजर मात्रै गरे हुन्छ नि अरूमा चाहिँ अरू थपिन्छ होइन भनेपछि यहाँ रिफ्रेस गरौँ युजर आयो यहाँ क्लिक गर्दा हाम्रो यही प्यानलमा आउनु पऱ्यो होइन अब लास्टमा के भन्छ त हाम्रो यो प्यानलको नाम के हो त भन्दा लिस्ट हो होइन यसरी राखिदिने हो कि त्यसै गरी यहाँ गएर के गर्छ त यसलाई चाहिँ स्ट्याटिक नाम मात्रै राखिदिने युजर म्यानेजर भनेर राखिदिउँ ल लिस्ट भनेर राख्ने है त यति गरेपछि हाम्रो के हो त यो प्यानलको लगभग अहिलेको लागि हामीलाई सकियो है त अब हामीले नेक्स्ट प्यानल बनाउने के हो त यो एड गर्दाखेरि चाहिँ यसरी के हुनु पऱ्यो यो सबै बन्नु पऱ्यो र यहाँ चाहिँ फर्म आउनु पऱ्यो कि होइन टेबलको ठाउँमा फर्म ल्याउने हामीले है अब मान्नु हामीले एड क्लिक गरेर यस्तो आयो यो भनेको कहाँ हो त यहाँ गयो यहाँबाट एड फर्ममा आयो होइन अब एड फर्ममा हामीलाई के डाटा चाहिन्छ कि चाहिँदैन भन्दा लगभग एड फर्ममा केही पनि चाहिँदैन हामीले नयाँ डाटै हाल्ने भनेपछि हामीलाई के डाटा पठाइराख्नु परेन सिम्पल मैले भ्यू मात्रै खोलेँ अब एडमा गएर सुरुमा हाम्रो त बेडरुमको पार्टहरू बनाऊँ यो भनेको लगभग यसको जस्तै कमन हो होइन यो युआरएललाई मैले कपी गरेँ यसलाई लगेर यहाँ राख्दै जस्ट चेन्ज हुने भने के हो त लिस्टको ठाउँमा के हुनु पऱ्यो एड मात्रै हुनु पऱ्यो होइन भनेपछि यहाँ गएर यो गर्दा हाम्रो होमको युजर हुने प्यानल हो क्लिक गर्दा हाम्रो मेनमा जानु पऱ्यो होइन एड गरेँ यो ठिक छ त्यसै गरी यहाँ पनि के हो त यसलाई बनाउनु पऱ्यो युजर म्यानेजर यसलाई भनेको एड फर्म यति भएपछि हाम्रो माथिको सेक्सन बन्यो अब ल्याएर हामीलाई यहाँ के गर्नुपर्ने छ त हामी त फर्मलाई हाल्नुपर्ने छ भनेपछि फर्म एलिमेन्टलाई खोलौँ फर्ममा यो जुन एचटिएमएल छ नि मलाई यो एचटिएमएललाई लगेर त्यहाँ हाल्नुपर्ने छ कि अब मैले पुरै फाइल कपी गरेर राख्दिनँ होइन सिधै के गर्छु यसलाई नै कपी गरेर त्यहाँ हालिदिन्छु है त मलाई चाहिएको छ यो फर्म र मलाई एउटा यो इनपुट भए पुग्छ कि यो इनपुट र तलपट्टि स्ट्याटसको लागि एक्टिभ र इनएक्टिभ भन्ने एउटा हामीलाई चेकबक्स चाहिन्छ होइन रेडियो यो छ नि यो एउटा एचटिएमएल र अनि एउटा यति भए पुग्छ क्या अहिलेको लागि है इन्सपेक्ट गर्छु अब यो फर्म खोज्नु पऱ्यो पहिला यो ओभर गर्दाखेरि ल यो रहेछ होइन यो भित्र तर अरू पनि छ होइन पछि गएर फेरि हटाएन मैले के गरेँ यसलाई कपी गरेँ हो यहाँ जान्छु त्यो कपी गर्नु त पहिला मैले मानिलिएँ मेन कन्टेन्टलाई नै कपी गरेँ होइन यति कपी गरिदिन्छु तपाईँको मेन कन्टेन्ट भन्दा भित्र ब्रेडकम आयो ठिक छ पेज कन्टेन्ट यो जुन यो पार्ट छ नि होइन यो पार्टलाई लगेर अहिलेको मैले कपी गरेकोलाई यो रोज हुन्छ नि त्यो त्यहाँको रोलाई चाहिँ यसले रिप्लेस हानिदिन्छ क्या यो रोले त्यति गर्ने बित्तिकै मेरो अब इन्डेक्स पेजमा अब फर्म आयो होइन यो फर्मको नचाहिने डाटालाई हटाइदिने हो चाहिनेलाई राखेरै काम गर्छौँ कि तर सबै नै आएछ अन्त हामीलाई चाहिने के हो अहिले यो पार्ट मात्रै हो है त यो पार्ट हो अरू सबैलाई हामीले हटाउनु पऱ्यो भने चाहिँ टेक्स्ट एरिया बनाउनलाई खोज गरौँ त्योभन्दा तलकोलाई सबैलाई हटाइदिउँ टेक्स्ट यो चाहिएन यो अब तलको पनि केही पनि मलाई चाहिँदैन यो पनि केही चाहिँदैन यता पनि के हो अब मलाई यहाँदेखि भन्दा हाम्रो यो फर्मभन्दा मुनिको होइन यो फर्मभन्दा मुनिको जति पनि छ नि सबैलाई हटाउन खोज्दैछु क्या मैले तल गएर यहाँसम्म हटाएर अब के हुँदो रहेछ है त होइन हटाइ तर अझै पनि तल पनि अझै छ क्या अर्को पनि होइन भनेपछि योभन्दा तल यतिर होला होइन यो फर्म मात्रै चाहिएको मलाई यो पनि चाहिँदैन यो चाहिएन यो चाहिएन भनेपछि यतिलाई पनि अझै मैले के गर्छु त हटाइदिन्छु अब यो यस्तो सेटअप भनेको तपाईँको त एकचोटिलाई मात्रै हो क्या अब नेक्स्ट टाइमदेखि हामीले यो गरिराख्नु पर्दैन किन यसैलाई हामी कि त रियुज गर्दै जान्छौँ कि होइन अझै हटेन भने चाहिँ कहाँ छ त
यहाँ रहेछ होइन भित्र रहेछ त्यो फर्मभित्र रहेछ कि यो रो जस्तो छ यति गरेर हटाएपछि बल्ल क्लिन भयो होइन हामीलाई चाहिएको फर्म आयो कि होइन यो मध्येबाट मलाई के एउटा यो राख्छु अरू सबै हटाइदिन्छु कि होइन त्यति भए मलाई पुग्छ है त भनेपछि अब यहाँ माथिबाट हेर्दै जाने त्यो डिप भनेको सायद यो हो होइन प्लेस होल्डर युजर नेम भनेछ यो हो नि त भनेपछि यो डिपदेखि बाहेक अब अरू सबै मैले हटाइदिएको होइन मलाई यो चाहिएन अर्को यो पनि चाहिँदैन यो चाहिँदैन यो डिप चाहिएन कोल्याप्स गर्दै जाने मलाई योदेखि बाहेक अरू कुनै पनि चाहिँदैन भने चाहिँ मैले के गर्छु त यहाँसम्म गएर सबैलाई हटाइदिन्छु क्लिन भयो हटाउँदा हटाएँ धेरै नै हटाइदिन्छु तलको बटन पनि हटाएँ त्यो चाहिँ राख्नु पऱ्यो है त यो त चाहियो नि त होइन यो बिच यहाँदेखि यहाँसम्म मात्रै हटाउने भनेपछि यहाँ हो सायद यो बटन यहाँसम्म होला यति भएपछि अब हाम्रो फर्म सेटअप हाम्रो जुन जुन फिल्ड छ त्यो अनुसारले हामीले अब कलम बनाउँदै थप्दै जान्छौँ कि ल आजलाई यति गरौँ भोलिबाट चाहिँ हाम्रो कन्टिन्यू गरौँला है त एडमा